तपाईलाई एउटा कुरा याद छ, यही वर्ष असार महिनाको अन्तिमतिर रसुवा जिल्लामा बाढी आउँदा मध्य प्रदेशमा खडेरीले चिरा पारेको थियो। सरकारले मध्य प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। केही 100 किलोमिटरको दूरीमा रहेको रसुवा र मधेसमा भिन्न भिन्न प्रकारका जोखिम कसरी देखिए। 2081 सालको साउन महिनामा सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिकामा टल्टलापुर घाम लागिरहेको बेला थामे नदीमा 81 भीषण बाढी आयो। यस्तै प्रकृतिको घटना यसै वर्षको जेठ महिनामा हुम्लाको नाम्खा गाउँपालिकामा पनि देखियो। सन् 1934मा गएको बिहार नेपाल भुइँचालो, सन् 1980 को बझाङ भुइँचालो, सन् 1988 को उदयपुर भुइँचालो, सन् 1993 को बादल विस्फोट भएर कुलीखानीमा आएको बाढी, विक्रम सम्वत 2069 सालमा पोखराको सेती नदीमा आएको बाढी, 2072 सालमा आएको काठमाडौँ भुइँचालो, 2078 सालमा मेलम्चीमा आएको बाढी लगायतका घटनाहरू त प्रतिनिधि उदाहरण मात्रै हुन्। समुद्री क्षेत्रमा देखा पर्ने तुफान लगायतका जोखिम बाहेक प्राय अरू सबै जोखिम नेपालले भोगिसकेको छ। यहाँ जोखिम त पाइला पाइलामा रहेको छ। पहिरोकै कारण बझाङको बित्थरचिड गाउँपालिकामा 3वटा बस्ती विस्थापित बनेका छन्। जब जब देश प्रकोप र प्रलयको मारमा पर्छ तब तब बिमा गर्नुपर्छ है भनेर काठमाडौँमा बहस सुरु हुने गरेको छ। तर समय बित्दै जान्छ, सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पैसा उठाउँदै जान्छ। त्यही कोषबाट सरकार पीडितलाई चामल र अलिकति पैसा बाँड्छ। घटना बिस्तारै सेलाउँदै जान्छ र बिमा गर्नुपर्छ भन्ने क्रान्तिकारी बहसको विसर्जन यही हुन्छ। मुख्य सहरका संरचनाहरूमा रुमल्लिरहेको बिमा कहिलेसम्म सीमान्त जनताको घर दैलोमा पुग्ला। काठमाडौँका होटलहरूमा घन्किने बिमा बहसहरू गाउँको चौतारीमा गरिने सार्वजनिक सुनवाईको स्वरूपमा कहिले रूपान्तरण होलान्। वित्तीय साक्षरता विशेष डाकवाला द पोस्टम्यानको आजको श्रृङ्खलामा हामी यिनै विषयका बारेमा कुरा गर्नका लागि नेपाल बिमा प्राधिकरणमा अध्यक्ष भइसक्नुभएका शरद ओझासँग कुराकानी गर्दैछौँ। सर नमस्ते। धन्यवाद। यहाँलाई स्वागत छ। धन्यवाद। नेपाल बिमा प्राधिकरणको इतिहासमा सबैभन्दा कम उमेरमा यहाँ बिमा प्राधिकरणको अध्यक्ष बन्नुभयो। यहाँको अनुभव कस्तो रह्यो सर? सर्वप्रथम त तपाईँलाई धन्यवाद। अब अनुभवको हिसाबमा कुरा गर्दाखेरि नेपाल बिमा प्राधिकरण जो बिमा क्षेत्रको नियमनकारी निकाय हो, त्यसमा मैले चाहिँ जुन जिम्मेवारी पाएँ त्यो जिम्मेवारीमा निभाउँदाखेरि बिमा क्षेत्रलाई चाहिँ जुन हाम्रो बिमा ऐन 2079 को परिकल्पना छ, बिमा क्षेत्रलाई व्यवस्थित गर्ने, नियमित गर्ने, पारदर्शी बनाउने, प्रतिस्पर्धी बनाउने, यी 4वटा मूल मन्त्रलाई केन्द्रमा राखेर चाहिँ मैले आफ्नो भूमिका निर्वाह गरेको थिएँ। जहाँसम्म अनुभवको कुरा छ, नेपालमा अघि तपाईँले ब्याकग्राउन्डमा जे कुरा राख्नुभयो त्यो कुरा चाहिँ साँच्चै नै मेल खान्छ बिमाको सन्दर्भमा। हाम्रो कन्ट्रीमा अझ पनि बिमा चाहिँ जुन तहले यसको दायरा विकास र विस्तार हुनुपर्ने हो त्यो भएको छैन। अब हामीले बिमालाई अझै पनि चाहिँ जोखिम व्यवस्थापनको यो मिडियम हो, टुल्स हो भनेर चाहिँ मान्ने गरी चाहिँ आम मान्छेमा अवधारणा विकास भइसकेका छैन। राज्यले बाध्यकारी बनाएका बिमा बाहेक हामी चाहिँ बिमा गर्नुपर्छ भन्ने सवालमा चाहिँ अझ केही कतै कमी र कमजोरी छ हाम्रो। जस्तो तपाईँले चाहिँ याद गर्नुभएको छ होला, 2063 सालमा त्यतिखेरको द्वन्द्वपछि चाहिँ एकदमै धेरै दुर्घटनाहरू बढे, यातायातको दुर्घटनाहरू। अब दैनिक नै जसो चाहिँ विभिन्न ठाउँमा हडतालहरू हुन थाले, गाडीहरूले चाहिँ मान्छेहरूलाई ठोक्ने। अब त्यो टाइममा एउटा चेन्जेस के भएको थियो भने शान्ति प्रक्रियापछि ब्यारिकेडहरू सबै हटाएको थिए, स्मुथ भएको थियो ट्राभल। त्यसको कारणले पनि होला, थाहा छैन। अब अध्ययन त गर्नु पर्ला किन बढ्यो त्यो टाइममा दुर्घटना भन्ने। दैनन्दिन जसो चाहिँ आज यहाँ बाटो ब्लकेड, भोलि त्यहाँ बाटो ब्लकेड भन्ने कुरा आइसकेपछि चाहिँ नेपाल सरकारले बाध्यकारी रूपमा चाहिँ अब थर्ड पार्टी इन्सुरेन्सको अवधारणा विकास गर्यो। त्यो टाइममा चाहिँ थर्ड पार्टी म्यान्डेटरी भइसकेपछि चाहिँ कम्तीमा मान्छेले सवारी साधन हुनेले 2 पाङ्ग्रे होस् या 4 पाङ्ग्रे होस् बाध्यकारी रूपमा ऊ बिमाको दायरामा जोडिन थाल्यो। त्यसै गरी अब अर्को भनेको बिएफआइजहरूबाट लोन प्रवाह हुँदाखेरि हामीले चाहिँ बिमा गर्नुपर्छ भन्ने अवधारणा सेन्ट्रल ब्याङ्कले जुन चाहिँ कर्जाको सुरक्षणका लागि चाहिँ एक किसिमको कुरा ल्यायो। त्यसपछि त्यसले गर्दाखेरि पनि चाहिँ बाध्यकारी रूपमा त्यहाँ लोनको बिमा, लोन लिँदाखेरि बिमा गर्ने भनौँ, लोनको बिमा भन्दा पनि त्यो चलन छ। अब त्यो राइट भएको छैन, त्यो अलग विषय हो फेरि। त्यसै गरी राज्यले चाहिँ यो हामीले अर्को बाध्यकारी चाहिँ एफई फरेन इम्प्लोइमेन्टमा जाँदाखेरि चाहिँ बाध्यकारीको कुरा गरिदियो। त्यहाँ पनि चाहिँ बिमामा मान्छे जोडिएका छन् बाध्यकारीको कारणले गर्दा। अब यो बाध्यकारी बाहेक चाहिँ हामीले मान्छेलाई बिमा चाहिँ जोखिम हस्तान्तरणको अथवा जोखिम व्यवस्थापनको टुल्स हो भन्ने हिसाबले चाहिँ बुझाउन सकेका छैनौँ भन्ने मेरो अनुभव रह्यो। दोस्रो अनुभव भनेको हामी नियमन र सुपरिवेक्षणका सवालमा विशेष गरी नियमकीय प्रावधानहरू त हामीले धेरै बनाएका छौँ,
स्क्याटर्ड छन् ती विषयहरू, त्यसलाई व्यवस्थित बनाउने, टाइमली अमेन्ड गर्ने, आइआइएसको आइसिपीहरू कोर प्रिन्सिपल्सहरू छन्, इन्सुरेन्स कोर प्रिन्सिपल्सहरू, त्यो अनुकूल हाम्रा चाहिँ नियामकीय व्यवस्थाहरू चाहिँ परिष्कृत गर्ने सवालमा हामी जुन तहमा हुनुपर्थ्यो त्यो अवस्थामा हामी छैनौँ भन्नुपर्छ। सुपरिवेक्षणको सवालमा हाम्रो अत्यन्त धेरै ठुलो कमजोरी छ। भएका नियामकीय प्रावधानहरू हामीले प्रभावकारी रूपमा सुपरिवेक्षण मार्फत त्यसलाई कार्यान्वयन गराउने सवालमा चाहिँ अलिकति रिलक्टेन्सी जस्तो देखिया छ। अब मैले त्यो कुरालाई चिर्नका लागि चाहिँ मेरो त्यहाँ कार्य गरेको अवधिमा मैले चाहिँ सुपरिवेक्षणलाई थप बलियो र परिष्कृत बनाउने गरी चाहिँ लक्षित समस्या लक्षित सुपरिवेक्षणहरू मैले सुरु गराएको थिएँ। हजुर, त्यो प्रतिवेदनहरू पनि बनाएको थिएँ। अब त्यो प्रतिवेदन अनुरूप अगाडिको थप कारबाहीहरू चाहिँ आजसम्म भएको सुनिया छैन, जुन हुनुपर्ने हो त्यो सवालमा। त्यो अनुभव भयो। अब अर्को कुरा भन्दाखेरि अब हाम्रो बिमा, नेपालको बिमाको सन्दर्भमा कुरा गर्दाखेरि बिमाको बजारको दायरा विस्तार गर्ने चाहिँ निकै ठुलो स्पेस छ भन्ने चाहिँ मलाई लाग्छ। हाम्रो यो वित्तीय साक्षरता विशेष हो यो कुराकानी, होइन? आज हामीले अब यो म जस्ता अरू विद्यार्थीहरूलाई पनि नेपालको बिमा बजारका बारेमा बुझ्नका लागि सहयोग भनेर हामी बिमा क्षेत्रका थुप्रै कुराहरू गर्छौँ। सबैभन्दा पहिला यो नेपालको अर्थतन्त्रमा बिमाको योगदान चाहिँ कस्तो छ सर? अब यस्तो छ, यसले तपाईँ कसरी हेर्नुहुन्छ भन्ने हो। बिमाको अब हामीले प्रिमियम सङ्कलनको दृष्टिकोणले हेऱ्यौँ भने करिब करिब 90,000 करोड बराबरको अहिले प्रिमियम सङ्कलन गरिरहेछन् जीवन निर्जीवन बिमाहरू कम्पनीहरूको टोटल प्रिमियम साइज चाहिँ। अब अर्थतन्त्रको योगदानको सवालमा कुरा गर्दाखेरि बिमाको अब बिमाले जुन चाहिँ बिमा कम्पनीहरूले सङ्कलन गरेको रकमहरू हुन्छ, प्रिमियम बापत सङ्कलन गरेको रकम र उसको सोपुँजी समेत गरी उसले चाहिँ विभिन्न एरियामा 14-15वटा एरियामा इन्भेस्टमेन्ट गर्नलाई चाहिँ नेपाल बिमा प्राधिकरणले लगानी निर्देशिका चाहिँ बनाएको अवस्था हो। अब त्यसले चाहिँ त्यो एरियामा लगानी गर्दाखेरि जब क्रिएसनदेखि विभिन्न अपर्च्युनिटी क्रिएट गर्न सक्ने सवालमा एउटा अवसर सिर्जना गर्न सक्ने भयो, एउटा कुरा रह्यो। दोस्रो कुरा भनेको चाहिँ इकोनोमीमा अब नन लाइफको पार्टबाट हेर्दाखेरि नन लाइफ इन्सुरेन्सहरूले नेपालको अर्थतन्त्रमा, जसरी अस्ति जेनजी आन्दोलन भयो, जेनजी आन्दोलनपछि चाहिँ कयौँ उद्यमीहरूको चाहिँ जुन व्यावसायिक संरचनाहरूमा असर परेको थियो, त्यस क्रममा चाहिँ क्षति भएको थियो। त्यो क्षति चाहिँ बिमा मार्फत चाहिँ कभरेज भएको अवस्था देखिन्छ। त्योभन्दा अघि चाहिँ चैतमा पनि एउटा आन्दोलन भएको थियो, बुलडङ्गाको कारणले भएको क्षति चाहिँ बिमाबाट कभरेज भएको देखिन्छ। त्यसै गरी हरेक वर्ष चाहिँ जलविद्युत परियोजनामा हुने क्षतिहरू, विभिन्न ठाउँमा हुने क्षतिहरू चाहिँ बिमा कम्पनीहरूले आफ्नो उसको चाहिँ जुन तरिकाले इन्स्योर्ड हुन्छ त्यो अनुसार चाहिँ उसले भुक्तानी गरे देखिन्छ। अब अर्थतन्त्रको हिसाबमा कुरा गर्दाखेरि हामीले आजका दिनमा पनि नेपालको सन्दर्भमा जीवन बिमा जोखिम हस्तान्तरण अथवा जोखिम व्यवस्थापन भन्दा पनि बढी बचतको रूपमा चाहिँ चलन चल्तीमा छ। जीवन बिमाको कुरा गर्दाखेरि हाम्रोमा जीवन बिमा अन्तर्गत 3टा विशेष गरी जुन प्रडक्ट हुन्छन् हाम्रा संसारभरि चल्ने, एउटा होल लाइफ इन्सुरेन्स, अर्को चाहिँ टर्म लाइफ इन्सुरेन्स, अर्को इन्डाउमेन्ट। अब होल लाइफ इन्सुरेन्स चाहिँ एउटा हामी चाहिँ के भन्छौँ भने यो आजन्म जम्मा गर्दै जाने, आफ्नो शेषपछि अथवा निश्चित उमेर पुगेपछि चाहिँ त्यो रकम प्राप्त हुने, त्यो चाहिँ कमिङ जेनेरेसनका लागि भन्ने प्रडक्ट हो, जो अहिले संसारभरि असलेट हुँदै गइरहेछ। दोस्रो छ टर्म लाइफ इन्सुरेन्स। अब हामीले चाहिँ यो कुनै हरेक कन्ट्रीका चाहिँ एभरेज एजहरू हुन्छन्, त्यो एभरेज एज अनुरूप चाहिँ बिमा टर्म लाइफ इन्सुरेन्स चाहिँ त्यो उमेरसम्म केही भएको अवस्थामा निश्चित चाहिँ उसले क्षतिपूर्ति पाउने गरी चाहिँ हरेक वर्ष प्रिमियम तिर्छ। घटना नघटेको अवस्थामा चाहिँ केही पनि रकम प्राप्त हुँदैन। त्यही भएर मान्छेले चाहिँ यो टर्म लाइफ इन्सुरेन्स केही नपाउने बिमा किन गर्ने, यो त नन लाइफ जस्तो भयो भन्ने माइन्डसेट चाहिँ मान्छेको छ हाम्रो देशमा, विशेष गरी दक्षिण एसियाको यो विषय हो यो। त्यही भएर हाम्रो दक्षिण एसियाली मुलुकहरूमा इन्डाउमेन्ट पोलिसी बढी चाहिँ प्रचलनमा छ, जहाँ चाहिँ मैच्योर्ड क्लेम पनि प्राप्त गर्ने र त्यो बिचमा कुनै घटना गएको अवस्थामा पनि चाहिँ सर्टेन रकम प्राप्त गर्ने, त्यो इन्डाउमेन्ट पोलिसी चाहिँ हाम्रोमा बढी प्रचलनमा छ। तर अब बिमा जोखिमको हिसाबले कुरा गर्दा सबभन्दा बढी मेरो हिसाबमा उपयुक्तताको हिसाबले कम लागतमा बढी चाहिँ जोखिम कभर गर्न सक्ने भने टर्म लाइफ इन्सुरेन्स हो। यो कुरा हामीले चाहिँ अहिले पनि मान्छेलाई बुझाउन सकिरहेका छैनौँ। हामीले चाहिँ यो उसले चाहिँ जो प्रिमियम तिर्ने रकम हो, उसले प्रिमियम तिर्दै गर्दाखेरि उसले तिर्ने प्रिमियम जोखिम भएको अवस्थामा उसको परिवार अथवा उसका चाहिँ आश्रितहरूले पाउने लाभहरू कति हुन्छन् टर्म लाइफ इन्सुरेन्समा, र थोरै रकमले पनि धेरै ठुलो कभरेज हुनसक्छ। अब अहिले त हामी ब्याङ्किङ प्रणाली मार्फत विभिन्न लोनहरू लिएर घर गाडीदेखि विभिन्न व्यवस्थापन गरे हुन्छ। कुनै निश्चित अवधिमा मुख्य आर्जनकर्ताको चाहिँ कोही असहज अवस्था भएको अवस्थामा चाहिँ
त्यो बिमा जो अब इन्डाउमेन्ट छ त्यो कभरेज गर्ने रकम त अत्यन्त सानो हुन्छ, ठुलो गर्दाखेरि प्रिमियम धेरै हाई तिर्नुपर्ने हुन्छ। तर टर्मले त्यहाँ सपोर्ट गर्न सक्थ्यो, तर त्यसलाई हामीले अझै प्रवर्धन गर्न सकेका छैनौँ। नेपालको सन्दर्भमा कुरा गर्दा हामी अझै पनि चाहिँ इन्भेस्टमेन्टकै टुल्समा इन्सुरेन्सलाई लिइरहेका छौँ। अभियसली हो, लो क्याप लो रिटर्नको एक्सपेक्ट गर्ने मान्छेका लागि त्यो इन्भेस्टमेन्टको टुल्स हो। एफडी भन्दा केही बढी, अरू एसआइपी लगायतका म्युचुअल फन्ड इन्स्ट्रुमेन्ट भन्दा चाहिँ केही कम हुने गरी सेक्योर्ड इन्भेस्टमेन्टको टुल्स त हो नै बिमा पनि। तर त्यसलाई एज अ इन्भेस्टमेन्टको टुल्स भन्दा पनि हामीले चाहिँ जोखिम व्यवस्थापनको टुल्सको रूपमा लैजानुपर्ने आवश्यकता छ। नेपालको अर्थतन्त्रमा कुरा गर्दाखेरि गाउँ गाउँसम्म रहेका जीवन बिमाको माध्यमबाट इन्भेस्टमेन्टकै टुल्सको हिसाबमा पनि कुरा गर्दा 5,000 7,000 8,000 वार्षिक 10,000 20,000 प्रिमियम तिरेर पनि मान्छेले चाहिँ आफ्नो चाहिँ रकम इन्सुरेन्स कम्पनीमा जम्मा गरिरहेछन् र त्यो एकीकृत भएर चाहिँ त्यस्तो फन्ड चाहिँ 90,000 करोड प्लस पुगेको अवस्था हो। त्यो इन्भेस्टमेन्ट हामीले प्रपर गर्न सक्दाखेरि देश विकासमा त्यसको कन्ट्रिब्युसन त निकै ठुलो हुनसक्छ। हजुर, हामीले कलेज पढ्दादेखि नै यो बिमा र ब्याङ्किङ पढ्दाखेरि हामी त्यतिखेर के भनेर पढ्थ्यौँ भने नेपालको यो इन्सुरेन्स मार्केट इमर्जिङ हो भन्थ्यौँ। अब अहिले पनि त्यो इमर्जिङ नै छ भन्छौँ। कहिलेसम्म चाहिँ यो इमर्जिङ रहिरहन्छ सर? यो यस्तो छ, अब अहिले हामीले चाहिँ यसलाई हामीले लाइफको हिसाबले चाहिँ हेर्ने हो भने एक्सेस 43-44% हाम्रो पुगेको देखिन्छ लाइफको हिसाबले। नन लाइफको हिसाबले चाहिँ एक्सेस अलिक बढी छ अझ हाम्रोमा होइन। नन लाइफको हिसाबले कसरी बढी भयो भने चाहिँ कर्णाली प्रदेशको कुरा गर्दाखेरि कर्णाली प्रदेशले क्याट त्यो हाम्रो जोखिम हरेक प्रदेशभित्र प्राकृतिक प्रकोपबाट चाहिँ निधन भएको अवस्थामा सबै मान्छेको जनताको चाहिँ बिमा गरिदिने भनेर चाहिँ कर्णाली प्रदेश सरकारले गरेको छ। त्यो हिसाबमा गर्दा त कर्णालीका सबै जनता चाहिँ बिमाको दायरामा आए नन लाइफको हिसाबमा कुरा गर्दा होइन। अब अन्य पनि अब नन लाइफको हिसाबमा कुरा गर्दा त सवारी साधन त हरेक घरमा छ आजका दिनमा, केही होलान्। त्यसरी नन लाइफको बिमाको दायरा चाहिँ घर घरमा पुगेको छ। हामीले लाइफको बिमाको दायरा चाहिँ 44% 45% आसपासमै छौँ हामी, अझै बढ्न सकेका छैन। त्यसले पनि के देखाउँछ भने लाइफको हकमा 55% त अझ बिमाको दायराभन्दा बाहिर छ मान्छे भन्ने देखाउँछ। हजुर, त्यही भएर यो जबसम्म यो दायरा यो तथ्याङ्क चाहिँ बढ्दैन तबसम्म त बिमाको स्कोप छ भन्ने त हामी देख्छौँ नै त्यहाँ अवश्य रूपमा चाहिँ। त्यही भएर त्यो बढाउनका लागि चाहिँ बिमा गर्ने भनेको अब मान्छेको यो पर क्यापिटासँग पनि जोडिन्छ। मान्छेले इन्सुरेन्स भने चाहिँ सेफ्टी नेट भने त नेसेसिटी पछिको नेट हो नि त। हामी चाहिँ पहिला मान्छेले फुड क्लोथ सेल्टरमा इन्भेस्टमेन्ट गर्छ, त्यसपछि सेफ्टीमा इन्भेस्टमेन्ट गर्ने हो। इन्सुरेन्स भने सेफ्टी नेट अन्तर्गत भयो। हाम्रो पर क्यापिटा इन्कम चाहिँ जुन हिसाबले बढ्नुपर्ने हो त्यो बढ्न नसकेका कारणले गर्दाखेरि पनि मान्छेसँग इन्सुरेन्सको प्रिमियम तिर्नका लागि रिसोर्स नभएको होला, एउटा कुरा भन्न सकियो। दोस्रो कुरा हामीले चाहिँ मान्छेलाई चाहिँ के अरे अवेर गराउन नसक्या होला। जोखिम यो चाहिँ टर्म लाइफ प्याकेजेसहरू त हामी गर्न सक्छौँ नि, सानो रकममा चाहिँ वर्षको 2-4 हजार 5,000 प्रिमियममा पनि चाहिँ एउटा एक्स अमाउन्टको रिस्क कभरेज हुने गरी त्यो टर्मका प्याकेजहरू त छन्। त्यसलाई हामीले मान्छेलाई बुझाउन सकेका छैनौँ। त्यसमा हाम्रो चाहिँ सचेतनामा थोरै अझ बढी इन्भेस्टमेन्ट गर्नुपर्ने छ। हामीले मान्छेलाई अवेर गराउने सवालमा त्यो विषय छ। त्यसरी हामीले गर्न सक्यौँ भने निरन्तर यो बढ्दै जान्छ। यो बढ्ने भने त मान्छेको पर क्यापिटा बढे आधारमा जसरी अहिले हाम्रो एभरेज पोलिसी बाई गर्ने ट्रेन्डभन्दा 5-6 लाखको आसपासमा मान्छेले किन्छ एभरेजमा भनौँ न। हाम्रो नेपालमा अहिले बिक्री भइरहेको त्यो बढी पनि होला, कसैले करोडको पनि लिइरहेको होला। अब त्यसै हामीले प्रिमियम साइजको कुरा गर्दा अझ पनि 9-10 हजार आसपासमै छौँ हामी एभरेज प्रिमियम तिर्दा। त्यो बढाउने स्कोपहरू त छन्, एकदमै ठुलो स्कोप छ। यो हामी प्रिमेच्योर्ड स्टेजमा छौँ भन्ने कुरा जो विगतदेखि भनिरहेको थियो त्यो कुरा आजको दिनमा पनि सत्य हो। जसरी हाम्रो पर क्यापिटा बढ्दै जान्छ यसको दायरा क्षेत्र र यसको प्रिमियम साइज सबै कुरो बढ्दै जान्छ। यसमा नेपालमा यो बिमा लेखहरू हामी जुन निर्माण गर्छौँ नि, यो बिमा प्राधिकरणले नै निर्माण गर्ने हो कि कम्पनीहरू आफैले गर्छन् सर? अब यो खासमा बिमा लेख भन्ने कुरा चाहिँ बिमा कम्पनीहरूले नै निर्माण गर्छन्। केही चाहिँ अब बिमा जस्तै उदाहरणका लागि हाम्रो अघि मैले जो कुरा गरेँ नि एक्सिडेन्टको कुरा, यो थर्ड पार्टी त्यो सवालमा बिमा प्राधिकरणको बिमा लेख निर्माणमा बिमा प्राधिकरणको भूमिका थियो। केही युनिभर्सल सबै कम्पनीहरूले समान किसिमका कुनै प्रडक्टहरू बेचिरहेछन् भने त्यस्ता चिजहरू चाहिँ बिमा प्राधिकरणले चाहिँ प्रेस्क्राइब गरेको छ। तर अब यसको प्रायोरिटी के रहन्छ भने संसारभरि यसको ट्रेन्ड के हो भने बिमा लेखहरू बिमा कम्पनीलाई आफ्नो ओननेस अनुसार बनाउनुपर्छ। आफ्नो उसको कभरेज अनुसार के कभरेज दिइरहेछ, कति कभरेज दिइरहेछ र त्यही अनुसार उसले प्रिमियम लिनुपर्छ। र बिमा प्राधिकरणमा
हरेक बिमा कम्पनीले मैले सुरु गइसकेपछि पनि त्यसलाई चाहिँ बिमा लेख चाहिँ बिमा कम्पनीले अझ बढी बनाउनलाई मैले इन्करेज गरेको थिएँ। विशेष गरी हाम्रोमा अहिले माइक्रो इन्सुरेन्सको हकमा चाहिँ बिमा प्राधिकरणबाटै बनिएका बिमा लेखको वरिपरि रहेर व्यापार गरिरहेको अवस्था प्रेस्क्राइब गरे भनौँ न बिमा प्राधिकरणले। उनीहरूलाई पनि तपाईँहरू आफै बनाउनुहोस् बिमा लेखहरू भनेर चाहिँ इन्करेज मैले गरिरहेको थिएँ। अब अरू नन लाइफ र लाइफले त बनाइरहेछन्, आफैले बनाइरहेको अवस्था छ बिमा लेखहरू बनाउने र स्वीकृत चाहिँ बिमा प्राधिकरणबाट गराउने। बिमा लेख निर्माण भनेको अत्यन्त प्राविधिक विषय पनि हो। यसमा प्रिमियम कति लिने, जोखिम कति हुनसक्छ, यो एक्चुरी भ्यालुएसन गराउने कुराहरू छन्। त्यही भएर यो साना कम्पनीको हकमा चाहिँ विगतमा केही लागत बढी पर्थ्यो, एक्चुरी नहुँदाखेरि प्रोडक्टहरू कस्टिङहरू गर्न नसक्ने हुनसक्थ्यो। तर पछिल्लो समय चाहिँ कम्पनीको साइज पनि बढाएको छ, कम्पनीको यो क्यापिटल पनि बढाएको छ। त्यही कारणले कम्पनीहरूले आफूले विगतदेखि नै गरिरहेको थियो, अहिले पनि गरिरहेको अवस्था हो। र यसलाई चाहिँ प्रमोट चाहिँ बिमा कम्पनीले नै बिमा लेख बनाउने कुरालाई गर्नुपर्छ। बिमा प्राधिकरणको भूमिका चाहिँ त्यसका शर्तहरू, बिमा लेखका शर्तहरू चाहिँ बिमित टिल्डेट छन् कि छैनन् त त्यो हेर्ने काम बिमा प्राधिकरणको। मैले बिमा प्राधिकरणमा म गइसकेपछि कानुन शाखाको चाहिँ म्यान्डेटरी चाहिँ शर्तहरूको रोहमा कानुन शाखाले म्यान्डेटरी चाहिँ हेर्नुपर्ने र उसले क्लियर नगरेसम्म बिमा लेख अप्रुभ नगर्ने कल्चर सुरु गरेको थिएँ मैले चाहिँ। विगतमा त्यो म्यान्डेटरी थिएन, हेर्ने आवश्यक पर्दा भन्ने थियो। मैले किन म्यान्डेटरी सुरु गरेको थिएँ भने बिमा लेखका शर्तहरूको सवालमा कयौँ विषयमा बिमा प्राधिकरणकै सञ्चालक समितिले फैसला गर्दाखेरि केही फरक विषयहरू गरे हुनसक्छ होइन। त्यसै गरी चाहिँ उच्च अदालतबाट केही नयाँ नजिर स्थापित भएका हुन सक्छन्, त्यसै गरी सर्वोच्च अदालतबाट नजिर स्थापित भएका हुन्छन्। ती कुरा समेटिए कि समेटिएनन् त, स्पष्टता भयो कि भएन त, शर्तहरूमा एम्बिग्युअस भयो कि के छ, त्यहाँ बिमित टिल्डेट छ कि छैन कि बिमक टिल्डेट छ त, यो सबै कुरा चाहिँ कानुनले हेरोस् र बिमित टिल्डेट बनाओस् भनेर मैले बाध्यकारी रूपमा चाहिँ सुरु गरेको थिएँ। कानुन शाखाले शर्तहरू हेर्नुपर्ने, बिमा लेखले त्यसलाई चाहिँ टेक्निकल पार्टबाट हेर्छ, बिमा लेख अप्रुभ गर्ने इन्टिटीले, र अन्तिममा शर्तको रोहमा चाहिँ शर्तहरू कानुन शाखाले हेर्ने व्यवस्था मैले सुरु गरेको थिएँ। त्यो चाहिँ अहिले पनि होला सायद त्यो कायमै। हजुर, त्यो बिमा शुल्क प्रिमियम निर्धारणमा चाहिँ बिमा प्राधिकरणको केही भूमिका हुन्छ? यस्तो हुन्छ, बिमा शुल्क निर्धारणमा प्राधिकरणको कम्पनीको भन्दा पनि एक्चुरीको बढी भूमिका रहन्छ। यो बुझ्नु पऱ्यो हामीले। एक्चुरीले चाहिँ अब एउटा एक्चुरी भने त उसले चाहिँ जोखिमाङ्क मूल्याङ्कन गर्ने कुरा रह्यो। त्यो जोखिम कति हुन्छ त त्यसमा, बिमाङ्कीय मूल्याङ्कन पनि भन्छौँ हामी। उसले जोखिम कति हुन्छ त त्यसमा, जोखिमको आधारमा रहेर उसले चाहिँ कुनै हामीले पोलिसी बिक्री गरिरहेछौँ भने त्यो पोलिसी भोलि कहाँ समस्या हुनसक्छ, कति प्रतिशत चाहिँ एरर हुनसक्छ भन्ने एउटा मोडलहरू हुन्छन् त्यसका। उनीहरूले चाहिँ आफ्नो मोडलहरू प्रयोग गरेर प्रेस्क्राइब गर्छन् यतिसम्म जाने भन्ने। अब हाम्रो बिमा प्राधिकरणको सवालमा चाहिँ हाम्रा चाहिँ धेरै ट्यारिफहरूको सवालमा बिमा प्राधिकरणले एउटा लिमिट चाहिँ लगाएको अवस्था छ। ट्यारिफमा ओपन छोडे अवस्था चाहिँ छैन धेरै प्रोडक्टहरूको केसमा। केही प्रोडक्टहरूको केसमा चाहिँ बिमा कम्पनीले एक्चुरीको सिफारिस बमोजिमको चाहिँ प्रस्ताव गर्छन्। त्यसमा बिमा कम्पनीले गरेको प्रस्ताव चाहिँ बिमा प्राधिकरणको पनि कन्सल्टेन्ट एक्चुरी छन्। हाम्रोमा फुल टाइम एक्चुरीहरू छैनन्। तपाईँलाई यो कति जानकारी छ, नेपालमा नेपाल बिमा प्राधिकरणमा फुल टाइम एक्चुरीहरू छैनन्। नेपाली नागरिकले नेपालमा कार्यरत नेपाली नागरिक अत्यन्त कम छन् यो एक्चुरीको एक्जाम पास गरेर बसेका। बाहिरतिर त धेरै हुनुहुन्छ नेपालीहरू होइन काम गर्ने, नेपालमा चाहिँ अत्यन्त थोरै हुनुहुन्छ, निकै न्यून सङ्ख्यामा। त्यही भएर हामीले यो भ्याकेन्सी लिएर चाहिँ राख्न सक्ने अवस्था छैन। अर्को हाम्रो जो सेवा सुविधा छ अहिले हामीले दिने सेवा सुविधामा अधिकृत तहको सेवा सुविधा अथवा डाइरेक्टरी तहको सेवा सुविधामा पनि एक्चुरीहरू चाहिँ फुल टाइम बस्दैनन्। त्यही भएर त्यो फरक किसिमको डिजाइन गर्नुपर्ने आवश्यकता छ त्यसका लागि चाहिँ एक्चुरीको सवालमा, सेवा सुविधाको सवालमा पनि। त्यही भएर हामीले चाहिँ के गरेको छ भने हाम्रा पनि कन्सल्टेन्ट एक्चुरीहरू छन्। हामीले कन्ट्र्याक्ट गरेर राखेको दुईवटा पार्टमा, एउटा हामीले चाहिँ भ्यालुएसनको पार्टमा छुट्टै एक्चुरीहरू हुन्छन्, प्रोडक्टको सवालमा छुट्टै हुन्छन्, कहिलेकाहीँ एउटै पनि हुन्छन्। हामीले डबल राखेका छ, प्रोडक्ट हेर्ने भ्यालुएसन हेर्ने दुइटै पनि हेराउँछौँ हामी। त्यही अनुसार चाहिँ उनीहरूले पनि त्यो जो चाहिँ बिमा कम्पनीको एक्चुरीले प्रेस्क्राइब गरेको कुरा हो त्यो चाहिँ उनीहरूले पनि सिफारिस गर्छन्। अब हाम्रो के हुन्छ भने बिमा कम्पनीले चाहिँ भ्यालुएसन प्रोडक्ट हेर्ने एउटै एक्चुरी चाहिँ हुन्छन् कि हाम्रो पनि सकेसम्म कस्तो हुन्छ भने बिमा कम्पनी बिमा प्राधिकरणमा पनि एउटै मान्छेले हेर्ने भन्ने हुन्छ। किनकि रिस्क त भ्यालुएसन भने रिस्कको पार्ट हो, प्रोडक्ट भने रिस्कको पार्ट हो। प्राइजिङ गर्दाखेरि चाहिँ लो रिस्क एज्युम गरिदियो, भ्यालुएसन गर्दा हाई रिस्क एज्युम गरिदियो भने त गडबड भइहाल्यो नि त त्यहाँ त। त्यो एउटै एक्चुरी चाहिँ इन्भल्भ हुन्छ त्यहाँ चाहिँ। हजुर, जस्तो प्राइसिङ एउटा स्ट्यान्डर्ड सेट गरे पनि अब बजारमा प्रतिस्पर्धा गर्दै जाँदाखेरि
त्यो एकदमै त्यो हदैसम्म पनि घटाउँदै लैजाने एक किसिमको विकृति पनि छ भन्छौँ। तपाईँले कतिको महसुस गर्नुभयो त्यो? अब त्यो तपाईँले चाहिँ प्राइज वारको कुरा गर्दाखेरि अब एउटा हामीले प्राइज ट्यारिफिङभन्दा बाहिर गएर हामीले प्रडक्ट बेच्ने कुरा चाहिँ तोकिएको मूल्यभन्दा तोकिएको डिस्काउन्ट दिनुपर्ने भन्दा बढी दिनु भने त्यो चाहिँ गलत हो, अपराध हो। मैले बिमा प्राधिकरणमा गइसकेपछि यही कुरो सुनेर नन लाइफमा यो बढी विकृति छ भन्ने सुनिसकेपछि क्यासब्याक भइरहेछ। तपाईँले भन्न खोजेको कुरा चाहिँ अहिले त क्यासब्याकको कुराहरू पनि आइरहेछ। त्यो क्यासब्याककै कुरा चाहिँ सुनेर मैले चाहिँ 14वटा यो नन लाइफ कम्पनीमा चाहिँ मैले एकैचोटि देशैभरि चाहिँ हाम्रा प्रदेश कार्यालय समितिको एङ्गेजमेन्टमा चाहिँ इन्भेस्टिगेसन सुरु गराएको थिएँ मैले, इन्सपेक्सन। र 14वटा कम्पनीको रिपोर्ट पनि तयार भएको थियो। मलाई चाहिँ त्यतिखेर चाहिँ त्यस्तो मलाई त्यहाँबाट चाहिँ सरकारले मेरो विषयमा त्यो गर्नु अघि चाहिँ त्यहाँ मैले सबै कम्पनीहरूको चाहिँ रिपोर्ट हेरिसकेर त्यो कारबाही प्रक्रिया अगाडि बढाउनका लागि मैले सम्बन्धित शाखामा पठाएको थिएँ, फाइलमा तोकै लगाएर के भनेर लेखिएको थियो भने त्यहाँ चाहिँ यो कम्पनीहरूको जे एररहरू चाहिँ प्रतिवेदनमा आइडेन्टिफाई गरिएको छ त्यो चाहिँ कुन कानुन बमोजिम चाहिँ हाम्रो नमिल्ने अवस्था हो, त्यसलाई चाहिँ कुन कानुन बमोजिम के कारबाही हुने हो, सबै कुरो यकिन गरी यसलाई चाहिँ पेस गर्नु भन्ने अगाडि मैले त्यतिखेर भनेको थिएँ। अब सायद अब त्यो केही भइरह होला त्यसमा प्रक्रिया। अब तपाईँले भनेको कुरा चाहिँ छ भन्ने सवालमा त्रुटिहरू छन्, त्यो स्वीकार्नुपर्छ, त्रुटिहरू छन्। सबैले त्रुटि गरेका छन् त त्यस्तो पनि होइन, सबै पोलिसीमा त्रुटि भएको छ त त्यस्तो पनि होइन, कहीँ कतै त्रुटि छन्। त्यो त्रुटि चाहिँ घट्ने भने कसरी हो त, त्यही सुपरभिजनले नै घट्ने हो। स्याङ्सन त्यो स्टिक एन्ड क्यारोट भन्छन् नि, स्टिक एन्ड क्यारोट प्रिन्सिपलले घट्ने हो। रेगुलेटरले घटाउन नसक्ने गरीका त्रुटिहरू छैनन्। फेरि यसलाई हामीले चाहिँ नियन्त्रणै गर्न नसक्ने, व्यवस्थितै गर्न नसक्ने, कम्पनी नै कोल्याप्स हुने किसिमका अवस्थाहरू छैनन्। यसलाई व्यवस्थापन गर्न सकिने किसिमका एररहरू छन्। व्यवस्थापन गर्न सकिने भन्ने सवालमा हामीले चाहिँ कानुनको दायराभित्र रहेर, विद्यमान कानुनको दायराभित्र रहेर ती कुरालाई व्यवस्थापन गर्न सकिने ठाउँ छ। अब रेगुलेटरले स्याङ्सन मेजर्सहरू चाहिँ कडाइका साथ कार्यान्वयन गर्न सक्दाखेरि यी त्रुटिहरू कम हुँदै जान्छन्। अब जिरो भन्ने त हामीले कहिले पनि केही पनि हुन सक्दैन, हामीले क्रमशः यसलाई चाहिँ व्यवस्थित गर्दै लैजाने हो। जिरो टलरेन्सको नीति मैले लिएर म त्यहाँ हुँदै गर्दाखेरि चाहिँ यसलाई चाहिँ यो हुनु हुँदैन। हामी ट्यारिफ चाहिँ बढी भएको हो भने ट्यारिफहरू घटाउँ, तर चाहिँ यसरी चाहिँ अन्ड्यू रिटर्न गर्ने कुरा राम्रो हुँदैन भन्ने कुरा मैले फिल गरेर मैले अर्को चिज के पनि गराएको थिएँ भने 5-6वटा प्रोडक्टमा चाहिँ अध्ययन गरौँ नि त। धेरै व्यापारी साथीहरूले चाहिँ ट्यारिफ बढी भयो भन्ने तरिकाको गुनासो गर्नुभएको थियो सर्टेन प्रोडक्टहरूमा। अनि मैले चाहिँ ती प्रोडक्ट आइडेन्टिफाई चाहिँ प्लास्टिकको केसमा म विराटनगर जाँदाखेरि त्यहाँ व्यवसायी साथीहरूले चाहिँ हाम्रो ट्यारिफै बढी भयो, हामीले चाहिँ यत्रो रिस्कै छैन, तपाईँले ट्यारिफ बढी लिइरहनु भएको छ, यो चाहिँ यत्रो क्लेमै छैन भन्ने किसिमको कुरा गर्नुभएको थियो। प्रोडक्ट वाइज पोर्टफोलियो वाइज चाहिँ अब ट्यारिफ घटाउनु पर्ने अवस्था छ कि छैन त्यसको लागि त अध्ययन गर्नु पऱ्यो पहिला त। हिस्टोरिकल 10 वर्षको प्रिमियम सङ्कलन के छ, क्लेम पे आउट कति भइरहेछ त। एकदम सुपर नर्मल प्रफिटेबल प्रोडक्ट भइरह्यो भने त्यसमा ट्यारिफमा हस्तक्षेप गर्नुपर्ने हुन्छ भने त्यो गरौँ। तर अब 1 वर्ष 2 वर्ष क्लेम आएन भन्दैमा हामीले चाहिँ यो प्रफिटेबलै भयो भन्न त मिल्दैन नि त भन्ने गरी चाहिँ मैले अध्ययन गर्न लगाएको। त्यसै गरी चाहिँ हाइड्रोको हकमा पनि के हुन्थ्यो भने बिमा कम्पनीहरू आएर चाहिँ ट्यारिफ कम भयो भन्ने, त्यो बिमा जलविद्युत उत्पादकहरू आएर चाहिँ ट्यारिफ बढी भयो घटाउनुपर्छ भन्ने, त्यहाँ चाहिँ दुइटै कुरो त सत्य हुँदैन। फेरि त्यो ट्यारिफ चाहिँ बढी भएको हो भने प्रफिटेबल छ कि छैन त, क्लेम कसरी गइरहेछ त, त्यो विषय पनि हेरौँ नि त भनेर मैले त्यो पनि अध्ययन गर्न लगाएको थिएँ। सायद प्रतिवेदन बन्या होला जस्तो लाग्छ मलाई। अरू पनि प्रडक्टहरू थिए जहाँ चाहिँ हामीले ट्यारिफको सवालमा क्वेसन उठाएको थियो, तपाईँले भने जस्तो रिटर्न लिने के लिने भन्ने मेकानिजम भयो भन्ने कुरा आइसकेपछि चाहिँ त्यसले व्यवस्थित गर्नुपर्छ भनेर मैले चाहिँ प्रडक्ट वाइज अध्ययन गरौँ। अब हामी चाहिँ कम्प्लिट यसलाई मार्केटैलाई चाहिँ आजको अवस्थामा हाम्रो नियमन सुपरिवेक्षणको जुन हाम्रो स्तर छ, बजारको जुन हाम्रो अभ्यासहरू छन्, हामी कम्प्लिट चाहिँ मार्केट बेस्ड ट्यारिफिङमा हामी जान सक्ने अवस्थामा हो कि होइन त्यो पनि अध्ययन गर्नुपर्ने अवस्था छ। हजुर, कसो भने हामीले कम्प्लिट ट्यारिफिङै बजारलाई छोडिदिने, डिट्यारिफिङ भन्छ जसलाई चाहिँ हामी डिट्यारिफिङमै जाने कि नजाने त, त्यसमा पनि अध्ययनको आवश्यकता चाहिँ छ। संसारमा विभिन्न अप्रोचहरू छन्। अब हामीले कुन अप्रोच लिने, हाम्रो क्षमता बढाउँदै लिने हो कि अहिले नै लिने हो कि, त्यसका लागि चाहिँ अध्ययन गर्नुपर्ने अवस्था थियो। मैले चाहिँ त्यही गराउन खोजिरहेको थिएँ मैले। हजुर, हामीले त अहिले खुला बजार भन्छौँ नि है, डिट्यारिफिङ पुरै दियो भने केही इस्युहरू आउने केही त्यस्तो देखिन्छ? अब यस्तो छ हेर्नुहोस्, मैले अघि पनि तपाईँलाई इङ्गित गरेँ, हामी त्यसका लागि हाम्रो क्षमता कस्तो छ त, बजारको क्षमता कस्तो छ, अभ्यासहरू मार्केटमा कस्ता छन्, माल प्र्याक्टिसेस छन् कि छैनन्। तपाईँले यो डिट्यारिफिङको सवालमा तपाईँले इन्टरनेटमा एकचोटि हेर्न नि सक्नुहुन्छ। संसारका विभिन्न देशहरूले
इन्डियाकै कुरा गरौँ, इन्डिया सुरुमा डिट्यारिफिङमा गयो, डिट्यारिफमा गइसकेपछि फेरि उसले कन्ट्रोल ट्यारिफिङको ल्याएछ, सर्टेन प्रडक्ट कम्प्लिट डिट्यारिफिङ छन् होइन। हजुर हाम्रो जस्तो ट्यारिफिङ पनि छन् केही प्रडक्टहरू। अब चरम उदार भनिएका अर्थतन्त्रहरूमा कम्प्लिट डिट्यारिफिङ छ, हाम्रा जस्ता ट्यारिफिङ भएका देशहरू पनि छन्। अब यो कस्तो भने बजारको समग्र अवस्थाका आधारमा चाहिँ हामी डिट्यारिफिङमा जाने वा नजाने भन्ने निर्णय गर्नुपर्ने हुन्छ। समग्र अवस्था भनेको नियामकको क्षमता, नियामकभित्रका कर्मचारीको क्षमता, बिमा कम्पनीका कर्मचारीहरूको क्षमता, बिमा कम्पनीको क्षमता, बोर्डको क्षमता, बजारको क्षमता, स्टेक होल्डरको क्षमता, अन्डरराइटरहरू हाम्रा कस्ता छन्, अन्डरराइटिङ प्रपर भइरहेछ कि छैन। अब हाम्रो अहिलेको कानुनले कुरा गर्दाखेरि त अन्डरराइटरको पनि छुट्टै लाइसेन्स दिने प्रोभिजन छ। मैले त्यसको चाहिँ एउटा कार्यविधि बनाउन भनेको थिएँ मैले त्यो टाइममा चाहिँ, अन्डरराइटिङको पनि दिउँ त अप्रुभल, जसले चाहिँ इफेक्टिभ अन्डरराइटिङ गरिदिएला, उसले प्रपर रिस्क आइडेन्टिफाई गरिदिएला। हामीले अल पेरिल पोलिसीहरू बढी बेच्छौँ, त्यहाँ जोखिम भए पनि नभए पनि उसले अल पेरिल लिने सेलेक्टिभ किसिमका छैनन् भनेपछि हामीले इन्फ्रास्ट्रक्चर बनाउँदै जानुपर्छ। डिट्यारिफमा इन्फ्रास्ट्रक्चरमा के पर्यो भने हामीले जनशक्ति पनि चाहियो, त्यही अनुसारको दक्ष जनशक्तिहरू चाहियो, त्यही अनुसारको नियमनको क्षमता पनि चाहियो, त्यही अनुसारको स्किल पनि चाहियो, त्यही अनुसारको बजारको बुझाइ पनि चाहियो। यो सबै इन्फ्रास्ट्रक्चर बनेपछि चाहिँ तपाईँले भने जस्तो डिट्यारिफिङमा त जानुपर्छ। तर त्यो अहिले अवस्था हो कि होइन त भन्ने सवालमा अध्ययन चाहिँ गर्नुपर्छ। हजुर, यो बिमा कम्पनीहरूको अकाउन्टिङ अनि एडमिनिस्ट्रेसन चाहिँ कस्तो हुन्छ सर? के मापदण्डहरू हुन्छ अकाउन्टिङमा? अकाउन्टिङको कुरा गर्दाखेरि चाहिँ उनीहरूको कस्तो हुन्छ भने अब ब्याङ्किङभन्दा अलिकति थोरै फरक हुन्छ बिमा कम्पनीको हकमा। हजुर, बिमा कम्पनीको हकमा चाहिँ वित्त विवरणभन्दा पहिला चाहिँ यो सोल्भेन्सीको टेस्ट चाहिँ हुन्छ। सोल्भेन्सी पोजिसन हेरिन्छ, जसलाई हामी रिस्कको कुरा हेर्छौँ। हामीले चाहिँ एउटा चाहिँ कस्तो छ भने अहिले चाहिँ हामीले रिस्क बेस क्यापिटल फ्रेमवर्क सुरु भएको छ नेपालको सन्दर्भमा, पहिला थिएन त्यो। रिस्क बेस क्यापिटल फ्रेमवर्क सुरु भइसकेपछि चाहिँ पहिला हामी रिस्क बेस नभनेर हामीले सोल्भेन्सी यति हुनुपर्छ भन्ने छुट्टै थियो, एउटा हाम्रो स्ट्यान्डर्ड थियो। रिस्क बेस भनेपछि प्रडक्ट वाइज चाहिँ रिस्कहरू चाहिँ आइडेन्टिफाई गरेका छन्, हरेक प्रडक्टका रिस्क वाइज छन्। अब त्यो रिस्क अनुसारको उसको क्यापिटल सफिसियन्ट छ कि छैन भन्ने कुरा पहिला टेस्ट हुन्छ, रिस्क बेस क्यापिटल। त्यसपछि जब भ्यालुएसन भन्छौँ हामी त्यसलाई, त्यो भ्यालुएसन पास भइसकेपछि अनि वित्त विवरणको स्टेजमा जान्छ। वित्त विवरण चाहिँ त्यो नर्मल अरू जस्तै एसेट र लाइबिलिटीको पार्टहरू हेरिने भयो। त्यो भ्यालुएसन र एसेट लाइबिलिटीको पार्ट जब वित्त विवरण अप्रुभ भएपछि ब्यालेन्स सिट अप्रुभ हुन्छ। अब यसको सवालमा पहिला चाहिँ तपाईँले सुन्नुभएको थियो होला न्युजहरूमा, बिमा कम्पनीहरूको ब्यालेन्स सिट चाहिँ चैतमा, वैशाखमा, जेठमा, असाढमा अथवा फागुनमा पास हुने भन्ने टाइपको। बिमा ऐनको दफा 87मा स्पष्ट रूपमा के व्यवस्था छ भने 3 महिनाभित्र बिमा कम्पनीले आफ्नो वित्त विवरण स्वीकृत गर्नुपर्छ भन्ने अब छ, स्पष्ट व्यवस्था छ। र त्यही ऐनमा 87को 2मा के छ भने बिमा प्राधिकरणले 2 महिना अतिरिक्त समय दिन सक्ने भन्ने व्यवस्था छ। त्यो भने मङ्सिर मसान्तसम्म दिन सक्ने भन्ने हो। भनेपछि मङ्सिर मसान्तमा पास नगर्नेको हकमा चाहिँ बिमा ऐनको दफा 134, 138 को 7 बमोजिम कारबाही हुने व्यवस्थाहरू छन्। विगतमा के थियो भने टाइममा वित्त विवरण अप्रुभै नगर्ने, भ्यालुएसनै पास गर्नलाई फागुन चैत, म चाहिँ गत वर्ष फागुनको 13 गते नियुक्त भएको थिएँ। मलाई लाग्छ चैत वैशाखसम्म पनि मैले भ्यालुएसन पास गरिरहेको थिएँ कि भ्यालुएसन पछि बल्ल केमा जाने भयो त फाइनेन्सियलमा जाने भयो। वित्त विवरण पास गर्न निकै समय लाग्ने किसिमको प्रोभिजन थियो। मैले के गरिदिएँ त्यसलाई भनेपछि गत वर्ष नै लगभग धेरै कम्पनीहरूलाई सचेत गराइयो, यो तिमीहरूले 87 चाहिँ उल्लङ्घन गरिरहेछौ, आगामी वर्षदेखि यो भयो भने 134 1 को क बमोजिम मैले सचेत गराएँ, 134 को 1 क बमोजिम आगामी वर्षदेखि तिमीहरूको चाहिँ यो टाइममा अप्रुभ भएन भने 138 7 बमोजिम वित्तीय जरिमाना पनि हुन्छ, 134 को 1 बमोजिम थप कारबाहीहरू पनि हुन्छन्, 2 पनि एक्टिभेट हुन्छ भन्ने कुरा गरिसकेपछि चाहिँ यसपालि तपाईँले न्युजमा देखिरहनु भयो होला, मङ्सिरभित्र धेरैका वित्त विवरणहरू अप्रुभ भएको छन्। मैले के चेन्जेस गरेँ, एउटा त त्यो स्याङ्सन प्रोभिजन भयो, अर्को के गरियो भनेपछि प्यारलल इभ्यालुएसन सुरु गरौँ त। प्यारलल भनेको भ्यालुएसनको पार्ट पनि प्यारलली चेक हुन थाल्यो अनि फाइनेन्सियल पनि गयो, अनि भ्यालुएसनबाट जे रिजल्टमा इम्प्याक्ट पर्छ फाइनेन्सियलमा त्यही ट्रान्सफर हुने मेकानिजम गरियो। त्यसले चाहिँ अलिक छिटो काम भएको छ। अब वित्त विवरण त अब हाम्रोमा तपाईँले अर्को सोध्न खोजेको कुरामा चाहिँ हामी अब एनएफआरएस भनौँ अथवा त्यो लगाउन सुरु गर्न खोजिरहेछौँ। नेपालमा इन्सुरेन्स सेक्टरमा चाहिँ 17 लाग्न खोजिरहेछ त्यो, त्यसका लागि चाहिँ प्रिपेरेटरी वर्कहरू भइरहेछन्। यो इन्टरनेसनल स्ट्यान्डर्ड अनुसारै हुन्छ यो चाहिँ वित्त विवरणको तयारी। यसमा चाहिँ अलि एउटा सामान्य फरक भने चाहिँ यसमा भ्यालुएसनको पार्ट पनि चाहिँ हेरिने भयो, लाइबिलिटीको पार्ट के कति छ, लाइफमा अझ बढी एप्लिकेबल हुन्छ, नन लाइफमा पनि हुन्छ हुन त, लाइफमा अझ बढी एप्लिकेबल हुन्छ। त्यो 2 किसिमको वित्तीय विवरणहरू प्रकाशित गर्छ, सुरुमा चाहिँ एउटा देखाउँछ
अन्तिममा चाहिँ परिष्कृत आउँछ नयाँ आउँछ भन्छ त्यो के हतारमा गरेर त्यस्तो हुने हो? अब यस्तो छ, तपाईँले यो भनेको ठिक कुरा उठाउनु भयो। यसमा पनि मैले चाहिँ एकदमै गम्भीरतापूर्वक यो विषयलाई ल्याएको थिएँ। मैले के भने भेरिएन्स एनालिसिस गरिदिन्छु भनेर सुरु गरेको थिएँ कि मैले। कति चेन्जेस भइरहेको छ, एउटा डेजिग्नेटेड लिमिट भन्दा चाहिँ बढीमा भेरिएन्स देखियो भने त्यसलाई कारबाहीको दायरामा ल्याउने। अर्थमेटिक एरर हो भने ओके, अर्थमेटिक एरर त हुन पाइयो। अब ट्रिटमेन्टै रङ गरेर अर्को देखिया कुरालाई चाहिँ हामी गम्भीरतापूर्वक लिन्छौँ भन्ने कुरा चाहिँ मैले उठाएको थिएँ। साउन्डमा पत्रिकामा निकाल्दा एउटा निकाल्ने, बिमा प्राधिकरणमा पेश गर्दा एउटा गर्ने, अप्रुभ हुँदा एउटा हुने मेकानिजम टोलरेट हुँदैन, एउटा भेरिएन्सको लेभलभन्दा बढी जानु हुँदैन भन्ने थियो मेरो बुझाइ। स्पष्ट अहिले पनि छ त्यो बुझाइ। अब त्यो कुरा चाहिँ कस्तो छ भने हामीले, मैले अघि पनि भने नि, सुपरभिजन हामीले इफेक्टिभ बढाउँदै गर्दाखेरि चाहिँ यी एररहरू त कम हुँदै जान्छ। त्यो सबैले गर्छन् भन्ने पनि होइन, एउटा दुईवटा कहीँ कतैले गर्लान्, एउटा दुईवटाले गरे सवालमा यो चाहिँ इन्डस्ट्रीकै प्रब्लम हो भनेर भन्न चाहिँ मिल्दैन। यो सबैका छन् भन्ने पनि होइन, एउटा दुईवटा कसैले गरे होला नि। यो त के भन्छ म्यानेजेबल अथवा मिटिगेटेबल एरर हो भन्छु म चाहिँ। दाबीमा आउँदाखेरि धेरै मान्छेले के भन्छन्, हामीले दाबी नै पाएन भन्ने गुनासोहरू गर्छ। त्यो दाबी चाहिँ यति समयभित्र दिनै पर्ने केही त्यस्तो नियमहरू हुन्छ के छ कस्तो? एकदमै छ। हाम्रो ऐनमा चाहिँ तपाईँको 60 दिनभित्र प्रतिवेदन दिने, दाबी त्यसपछि चाहिँ 60 दिनभित्र प्रोसेस टुङ्ग्याउने भन्ने व्यवस्थाहरू छ। अब यो कस्तो छ भने दाबी पाउँदै नपाएको भन्ने होइन, हाम्रोमा चाहिँ नन क्लेम भन्दा पनि डिले क्लेम चाहिँ हाम्रो प्रब्लम हो। डिले क्लेम प्रब्लम कहाँबाट सुरु भइरहेछ भने नन लाइफको हकमा चाहिँ। लाइफमा त अलिक कम प्रब्लम छ, लाइफमा पनि म आउँला। नन लाइफको मेजर प्रब्लम कहाँ छ भने हाम्रो चाहिँ के अरे डकुमेन्टेसनमा इस्यु। जस्तै उदाहरणका लागि अघि मैले तपाईँलाई भने नि, ब्याङ्कले चाहिँ लोन लिँदा बिमा गर्नुपर्छ भने बिमा गरिदियो, बिमा त गर्यो तर डिक्लेयर राइट भएको छ कि छैन त? समस्या हाम्रो अन्डर राइटिङमा भयो। हामीले डिक्लेयर चाहिँ राइट भएको भए त क्लेममा त प्रब्लम हुने थिएन। जब डिक्लेयर राइट भएन भने त्यसको इम्प्याक्ट डाइरेक्ट क्लेममा देखिन्छ। त्यो भनेको चाहिँ के हो? त्यो भने के भन्दाखेरि चाहिँ हामीले बिमा गर्दाखेरि जसरी चाहिँ हामीले ब्याङ्कले बिमा गर्ने भन्यो, लोन चाहिँ मानव एक्स अमाउन्ट लोन लियो, त्यही बराबरको बिमा गर्ने भन्यो। तर त्यो बिमा के को गर्यो त? स्टकमा के थियो त? सामान के थियो त? जस्तै चेयर थियो, चेयर के को हो त? फलामको चेयर हो कि, काठको चेयर हो कि, प्लास्टिकको चेयर हो कि, सिसाको चेयर हो कि? त्यो चेयर मात्रै लेखेर त भएन। हामी बिमा गर्दाखेरि चेयर मात्रै लेख्छौँ। त बिमा कम्पनीको पनि यसमा कमजोरी छ। बिमा कम्पनीले चेयर भनेर भन्दाखेरि के को चेयर हो त? स्पष्ट सोध्नुपर्ने हुन्थ्यो बिमा कम्पनीले पनि। क्लाइन्टले पनि चाहिँ के भन्छ भने रुचि राख्दैन त्यसमा। क्लाइन्टले के अज्ञानताले, केही नजानेर, अथवा केही चाहिँ प्रिमियम चाहिँ यसो कमवाला गरिदिउँ न भनेर पनि होला। त धेरै अज्ञानताले हो भन्छु म चाहिँ। अनि अब क्लेम त के अरे बिमा त भयो, अब त्यसपछि आफ्नो नियमित चलिरहेको हुन्छ सर्टेन टाइमसम्म। सर्टेन बिन्दुमा आइसकेपछि दुर्घटना हुन्छ। दुर्घटना भइसकेपछि बिमा कम्पनीले सबैभन्दा पहिला के भन्छ भने तेरो चाहिँ ऊ दे, ब्यालेन्स सिट दे, खरिद खाता दे, बिक्री खाता दे, होइन? त्यो खरिद खाता बिक्री खाता हेर्दाखेरि उसले के हेर्छ त त्यहाँ भन्दाखेरि त्यो के को चेयर थियो त? क्लेम दिने बेला आयो नि त, पैसा दिने बेला आयो। मानौ त्यहाँ चाहिँ फलामको चेयर थियो लेखेको बिमा लेखमा, तर तपाईँको गोडाउनमा अथवा बुक्समा चाहिँ काठको चेयर देखियो। ट्यारिफ त फरक हुन्छ दुइटैको। अब तेरो चेयरै मिलेन भन्छ, डिक्लेरेसनै मिलेन भन्छ। त्यहाँबाट डिस्प्युट सुरु हुन्छ। अनि कन्ज्युमरले के भन्छ त भन्दा, बिमितले विशेष गरी बिमा किन गर्ने, मैले पैसै पाएन भन्छ। बिमा कम्पनीले के भन्छ भने दिनै मिल्दैन किनभने डिक्लेयरै रङ गरेछ, अटमोस्ट गुड फेथको भायोलेसन भयो। बिमामा त डिक्लेयर राइट हुनुपर्छ भन्ने उसले तर्क गर्छ। यो समस्या आउनुको मूल कारण के हो भने हामीले अन्डर राइटिङ गर्दाखेरि स्पष्टताका साथ हामीले चाहिँ अन्डर राइटिङ गराउन सकेनौँ। यसमा बिमा प्राधिकरणको पनि कमजोरी छ। बिमा प्राधिकरणले बिमितलाई हामीले चाहिँ बिमा प्राधिकरणबाट चाहिँ बिमित अवेरनेस भनेर 7 प्रदेश अन्तर्गत विभिन्न कार्यक्रमहरू भइरहेको हुन्छन्। वर्षमा हामीले चाहिँ पालिकाहरूसँग कार्यक्रम गरिरहेको हुन्छौँ, उपभोक्ता समूहहरूसँग गरिरहेको हुन्छौँ। मै गएपछि चाहिँ मैले महिला समूहहरूसँग गर्ने सुरु गरेँ, विद्यार्थीहरूसँग गर्ने अभ्यास सुरु गरेको छु मैले। अरू विभिन्न चाहिँ सेक्टरल स्टेक होल्डर, उद्योग वाणिज्य सङ्घहरूसँग गरौँ हामी, अरूसँग पनि। यो उद्योग वाणिज्यसँग त विगतमा पनि हो, निर्माण व्यवसायीसँग पनि गरौँ, प्रहरीसँग गरौँ, होइन, निजामती अथवा सरकारी कर्मचारीहरूसँग पनि गरौँ, यो विभिन्न सेक्टरल स्टेक होल्डरसँग पनि गरौँ भनेर मैले सुरु गरेको थिएँ। प्रोग्राम पनि राखेको छ यसपालि, गरि पनि रहेछन् साथीहरूले। त्यसै गरी अब बिमामा मैले अर्को उदाहरण तपाईँलाई भन्न खोजेँ, यो नन लाइफकै हकमा कुनै मान्छे ब्याङ्कमा जान्छ, स्पेयर पार्ट्ससम्मसँग मलाई लोन चाहियो भन्छ, लोन दिन्छ ब्याङ्कले। लोन दिने बित्तिकै बिमा गराइदियो भन्छ, उसले गर भन्छ, बिमा ब्याङ्कले गराइदियो भन्छ, स्पेयर पार्ट्सको बिमा हुन्छ। के बिमा भयो न बिमितलाई थाहा हुन्छ, न बिमा कम्पनीलाई के सामान छ भनेर हेर्छ बिमा कम्पनीले।
अब राम्रै चलिरहेको हुन्छ सबैले, ब्याङ्कले आफ्नो किस्ता पाइरहेछ, सबै कुरो चलिरहेछ। अब कुनै दिन अनफर्चुनेटली घटना घट्छ, त्यहाँ आगो लाग्छ, के हुन्छ। आगो लाग्ने बित्तिकै ब्याङ्कले के भन्छ भने तेरो फलानु कम्पनीमा बिमा भएको थियो, फलानु कम्पनीमा सम्पर्क गर। त्यो कम्पनीमा, बिमा कम्पनीमा जान्छ बिमित चाहिँ, हजुर मेरो आग लागि भयो भन्छ। अनि बिमा कम्पनीले 3-4वटा डकुमेन्ट माग्छ। पहिलो भन्छ तेरो चाहिँ यो स्टक बुक ल्या, खरिद खाता ल्या, हजुर बिक्री खाता ल्या। त्यो 3टा डकुमेन्ट हेर्ने बित्तिकै उसले चाहिँ अब त्यहाँ त स्पेयर पार्ट्स भनेको छ बिमा लेखमा, त्यहाँ उसले देख्छ लुब्रिकेन्ट्स छ 50% प्लस। तेरो त लुब्रिकेन्ट्स भर्नेबल प्रडक्ट हो, तैँले लुब्रिकेन्ट्स थियो भनिनस्, लुब्रिकेन्ट्सका लागि सेफ्टी नेट पनि तैँले युज गरिनस्, त्यही भएर त क्लेम चाहिँ रङ डिक्लेरेसन भयो, प्रिन्सिपल अफ अटमोस्ट गुड फेथको भाइलेसन भयो, तैँले पाउँदैनस् भन्छ। त्यो सुरुमा त बिमितलाई थाहा हुँदैन त्यहाँ यो स्पेयरमा यी सबै कुरा कभरेज हुन्नन् भन्ने, न ब्याङ्कले भनिदिन्छ न बिमा कम्पनीले भन्छ। अन्डरराइटिङ गर्दाखेरि चाहिँ केही कुरो पनि नभन्ने। अब जब चाहिँ क्लेमका कुराहरू आउँछन् त्यतिखेर चाहिँ सबै विषयहरू चाहिँ भन्ने, यो बिमा कम्पनीमा समस्या छ। अब एउटा मैले अघिदेखि भनिरहेको छु पटक पटक भने, अन्डरराइटिङ मेजर प्रब्लम हो हाम्रो चाहिँ यो क्लेम डिस्प्युट हुनुमा। अन्डरराइटिङ मात्रै हो त? राइट डिक्लेरेसन हुने बित्तिकै सबै कुरा समस्या समाधान हुन्छ त? होइन, त्यस्तो पनि होइन। सर्वेयरमा पनि समस्या छन्। त्यो 60 दिनभित्र जो उसले चाहिँ कम्प्लिट रिपोर्ट दिनुपर्ने, होइन, इनिसियल रिपोर्ट दिनुपर्ने बिमितलाई, यी लगायतका काममा सर्वेयरले चाहिँ यथोचित कार्य नगरेको भन्ने किसिमको गुनासो आइसकेपछि म बिमा प्राधिकरणमा हुँदा चाहिँ त्यो कानुन बमोजिम काम नगर्ने सर्वेयरलाई कानुन बमोजिम कारबाही हुन्छ भनेर मैले एउटा सर्कुलर पनि इस्यु गरेको थिएँ कि रेगुलेटरको रूपमा बिमा प्राधिकरणले सर्वेयरको लाइसेन्स रद्दसम्म गर्न सक्ने व्यवस्था छ। तर लाइसेन्स रद्द त किन गर्नु, तपाईँहरू टाइममा काम गर्नुहोस् भनेर चाहिँ उहाँहरूलाई मैले चाहिँ त्यो ऐन नै कोड गरेर सर्कुलर गरेको थिएँ एउटा चाहिँ। र म त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनलाई सर्वे रिपोर्ट चाहिँ इफेक्टिभ हुने र क्लाइन्टले पनि पाउने मेकानिजम डिजिटल्ली एउटा बनाउन खोजिरहेको थिएँ म। यो चाहिँ निजा भन्ने छ सर्वेयरहरूको एसोसिएसन, तिनीहरूसँग कोल्याबोरेसनमा काम गर्ने एउटा सुरु गरिरहेको थियौँ हामी चाहिँ। अब त्यो सर्वेयरको पार्ट भयो अर्को प्रब्लम। अब सर्वेयरमा मात्रै हो त समस्या? होइन, बिमा कम्पनीमा पनि छ। अघि नै मैले भने सुरुमा चाहिँ अन्डरराइटिङ गर्दाखेरि सबै कुरा हेरेर राइट प्राइजिङ, राइट डिक्लेरेसन, राइट प्रडक्ट गरे भए त प्रब्लमै कम भइहाल्थ्यो नि। न एभरेज क्लजको इस्यु आउँथ्यो, न तपाईँको अरू चिजको इस्यु आउँथ्यो। यो त सामान छ 10 लाखको, तैँले चाहिँ 1 लाख मात्र भनिस्, एभरेज क्लज लाग्छ, क्लेमै पाउँदैन भन्ने तरिकाको कुराहरू आउँछन्। त्यो सुरुमै हेर्नु पर्थ्यो नि त। नापी सुरुमा जसरी अन्तिममा हेर्छ बिमा कम्पनीले, त्यो हेर्नुपर्छ सुरुमा भन्ने हो। अन्डरराइटिङ राइट हुनुपर्छ। तर हाम्रो ऐनमा पनि अहिले अन्डरराइटरलाई छुट्टै लाइसेन्स दिने भन्ने प्रोभिजन छ। मैले चाहिँ कार्यविधि बनाउन भनेको थिएँ, अन्डरराइटरको लाइसेन्स दिउँ न त, योग्य मान्छेले अन्डरराइटिङ गरोस् भन्ने। अघि पनि मैले भने सायद त्यो कुरा एउटा पार्ट हो त्यो। अब बिमा कम्पनीसँग बिमा प्राधिकरणमा पनि इस्यु छ। जो डिस्प्युटहरू पुग्छन् बिमा प्राधिकरणमा त्यो टाइमली रिजल्भ भइरहेको छैन बिमा प्राधिकरणबाट पनि। त्यो टाइमली रिजल्भ भएको हो भने त्यसरी चाहिँ त्यसले सहज हुन्थ्यो। यो त नन लाइफको पाटो भयो। यति चाहिँ लाइफको सवालमा कुरा गर्दाखेरि क्लेममा, मेच्योर्ड क्लेममा आजसम्म नेपालमा कुनै पनि मेच्योर्ड क्लेम डिफल्ट भएको रेकर्ड छैन। मेच्योर्ड क्लेमहरू सबै चाहिँ पाएका छन् मान्छेले। अब लाइफको हकमा चाहिँ समस्या भने चाहिँ क्रिटिकल इलनेसतिर छ। सिआईमा विशेष गरी यो क्रिटिकल इलनेसतिर चाहिँ के प्रब्लम छ भने रोग पहिला सुरु भएको थियो कि पछि सुरु भएको थियो मेजर प्रब्लम हुने चाहिँ अझ। जस्तो अब हाम्रो चाहिँ 10-12वटा क्रिटिकल इलनेसको सर्टेन अमाउन्ट दिने भन्ने छ त्यहाँ। रोग लागेको प्रमाणित हुने बित्तिकै सर्टेन रकम दिने भन्ने कुरा छ। त्यहाँ विवाद के हुन्छ भन्दाखेरि चाहिँ यो रोग पहिल्यै थियो कि पछि आएको हो त, एउटा। दोस्रो कुरा चाहिँ क्रिटिकल इलनेसको डेथपछि चाहिँ डेथ क्लेममा त्यहाँ चाहिँ इस्यु छ लाइफको हकमा चाहिँ। यो पुरानो रोग थियो, छलेर बिमा गर्यो, अटमोस्ट गुड फेथको भाइलेसन भयो, रिपोर्ट दिएन, डकुमेन्ट दिएन, यहाँ चाहिँ बिरामी केही छैन भनेको छ, पहिल्यै रोग थियो भन्ने विषयहरू आउँछन्। अब यी कुराहरू पनि सल्भ हुने भने चाहिँ त्यो जसरी मैले अघि नन लाइफमा अन्डरराइटिङ भने त्यसै गरी यसमा पनि अन्डरराइटिङकै टाइममा सल्भ हुने हो। एजेन्टहरूले जुन पोलिसी ल्याउँछ त्यो राइट पोलिसी सुरुमै केरकार गरेर पोलिसी ल्याउने मेकानिजम अथवा बुझेर, केरकार भन्ने शब्द प्रयोग नगरौँ, बुझेर चाहिँ पोलिसी ल्याउने मेकानिजम भन्थ्यो प्रब्लम हुने थिएन। सुरुमा हामीलाई प्रिमियमको चटारो मात्रै हुन्छ, बिमा लिइहाल्छौँ हामी। त जब क्लेम दिनुपर्छ त्यसपछि अब हाम्रो कानुनहरू चाहिँ निर्देशिकाहरू सबै पल्टाउन थाल्छ। अब बिमा कम्पनीले यो निर्देशिका बमोजिम तेरो यहाँ मिल्दैन, यो निर्देशिका बमोजिम यहाँ मिल्दैन, यो निर्देशिका बमोजिम यहाँ मिल्दैन, यो निर्देशिका बमोजिम यहाँ मिल्दैन। त्यो कुरो चाहिँ उसले सुरुमै थाहा पाउँथ्यो भने पनि क्रिटिकल इलनेसकै हकमा पनि अब त्यो सानो अक्षरमा शर्तहरू लेखेको छ। सुरुमा सबै पाउँछ भनेको छ, पछि नपाउने शर्तहरू देखाउने। त्यो मैले यसलाई पनि सल्भ गर्नुपर्छ भनेर के सुरु गर्न खोजेको थिएँ भने
त्यो जो बिल दिन्छौँ हामी पेमेन्टको स्लिप दिन्छौँ त्यसको पछाडि चाहिँ मुख्य शर्तहरू चाहिँ त्यो क्लेमलाई इम्प्याक्ट पर्ने डाइरेक्ट इम्प्याक्ट पर्ने शर्तहरू चाहिँ त्यहाँ चाहिँ सहज जानकारी दिने मेकानिजम चाहिँ हुनुपर्छ, कन्ज्युमरले पाउनुपर्छ। बिमा लेखमा त सबै कुरा उल्लेख हुन्छ, अझ त्यसको पनि चाहिँ छुट्टै स्मल भर्जन बनाउनुपर्छ। र अर्को मैले के सुरु गराउन खोजिरहेको थिएँ भने बिमा प्राधिकरणबाट एउटा डिजिटल प्लेटफर्म बनाउन, प्रोडक्ट वाइज उसले शर्त जान्ने, क्लाइन्टले शर्त जान्ने मेकानिजममा काम गरौँ भन्ने खोजिरहेको थिएँ। यो अवेरनेसको एउटा पाटो हो। अर्को एडमिनिस्ट्रेटिभ इस्यु त छन्, अघि जसरी मैले क्वान्टिफाई गरेँ लाइफको हकमा चाहिँ क्लाइन्टकै कुरामा, ब्याङ्कबाट हुने कुरामा मैले भने, त्यसै गरी सर्वेयरको इस्यु भने, बिमा कम्पनीको, बिमा प्राधिकरणको। नन लाइफको हकमा चाहिँ यो एजेन्टबाट सुरु हुने भयो, सरी लाइफको हकमा चाहिँ एजेन्ट हुँदै चाहिँ अब बिमा कम्पनी, त्यसै गरी यो प्राधिकरण, यी सबै विषयहरू चाहिँ व्यवस्थित भयो भने क्लेमलाई हामी व्यवस्थित गर्न सक्छौँ। यसलाई गर्नुपर्छ। बिमा गरिसकेपछि चाहिँ क्लेम पाउने अधिकार हो मान्छेको, घटना घटेको अवस्थामा। ह्यापनिङ अफ इभेन्टमा त इन्स्योरेबल क्लेम त पाउनु पऱ्यो। हजुर, बिमा गरिसके मान्छे बिमितले मलाई बिमा कम्पनीहरूको सेवाहरू चित्त बुझेन, यसको बारेमा गुनासो गर्छौँ, उजुरी गर्छौँ भन्यो भने त्यो जाने बाटो चाहिँ कस्तो छ सर? एकदम त्यो त सजिलो छ। हामीले चाहिँ यो नेपाल बिमा प्राधिकरणमा निकै सहज तरिकाले त्यहाँ गुनासो भन्ने सेक्सनै छ। हजुर, त्यो गुनासो सेक्सनमा चाहिँ सेवा चित्त नबुझेको अवस्थामा, सम्झौता बमोजिम सेवा नपाएको अवस्थामा उसले उजुरी पाउँछ। अब उजुरी एकदम त्यो धेरै कुनै टेम्प्लेटिङ फर्मेट पनि छैन, जस्तो सुकै फर्मेटमा फोनबाट, मेसेजबाट, इमेलबाट, व्हाट्सएपबाट त्यहाँ चाहिँ गुनासो सुन्ने मान्छे तोकिएको छ, तिनीहरूलाई उजुरी सहजै दिन सकिन्छ त्यसमा। र त्यो उजुरीको सम्बोधन पनि हुन्छ, यथोचित सम्बोधन हुन्छ। हजुर, पुनर्बिमाको व्यवस्था कस्तो छ सर नेपाल? अब नेपालमा पुनर्बिमाको सवालमा कुरा गर्दाखेरि नेपालमा पहिला चाहिँ 100% हाम्रो 2072 अघि भनौँ, अझ 72 भन्दा नि 60 मा जानुपर्छ। 60 साल अघि चाहिँ नेपालमा 100% पुनर्बिमा बाहिर हुन्थ्यो, हजुर, देश बाहिर हुने अवस्था थियो नेपालमा। अब हुल्दङ्ग आतङ्कवाद त्यतिखेर चाहिँ जो हाम्रो कन्फ्लिक्ट थियो द्वन्द्वको बेला, त्यो टाइममा चाहिँ हुल्दङ्ग आतङ्कवादको बिमा विदेशका बिमा कम्पनीहरूले लिन नमानिसकेपछि चाहिँ नेपालमा पनि पुनर्बिमा गर्नुपर्छ भन्ने अवधारणा सुरु भयो। त्यतिखेर चाहिँ हाम्रो हुल्दङ्ग आतङ्कवाद पुलको रूपमा चाहिँ त्यो पुल स्थापना भयो। एउटा नियावली मार्फत चाहिँ बिमा प्राधिकरणले सञ्चालन गर्ने गरी त्यो पुल बन्यो, जसले हुल्दङ्ग आतङ्कवादको चाहिँ बिमा गर्न थाल्यो भनौँ न, नेपालमै पुनर्बिमा गर्न थाल्यो। त्यसपछि 72 मा आएर गभर्मेन्टले त्यसलाई चाहिँ पुललाई चाहिँ नेपाल रीको रूपमा कन्भर्ट गरिदियो, नेपाल री इन्सुरेन्सको रूपमा भयो। त्यो हिसाबले हेर्दा हामी एक हिसाबले 60 देखि नै सुरु गऱ्यौँ हामीले री इन्सुरेन्स नेपालभित्र, र 72 देखि चाहिँ कम्पनीकै रूपमा सबै प्रडक्टहरू हुन थाले भनौँ। त्यसपछि चाहिँ पहिला चाहिँ एउटा सर्टेन पोर्टफोलियो, अब रीमा पनि के हाम्रोमा कभर हुल्दङ्ग आतङ्कवाद हुन्थ्यो, नेपाल री पछि चाहिँ सबै कभर हुन थाल्यो। अर्को त्यसपछि आयो हिमालयन री इन्सुरेन्स 78 तिर आयो। अब आजका दिनमा चाहिँ हाम्रो 2टा री इन्सुरेन्स कम्पनी नेपालमा छन्। 2टा री इन्सुरेन्स कम्पनीले फ्याकल्टेटिभ डिरेक्ट सेसन पाउँछन्। डिरेक्ट सेसन छ अहिले हाम्रोमा, अहिले 4% चलिरहेछ। 2टै कम्पनीलाई म्यान्डेटरी डिसी छ डिरेक्ट सेसन। त्यो बाहेक ट्रिटी छ, उनीहरूले ट्रिटी सेसन पनि नेपालभित्रै हुने भयो। फ्याकको पनि चाहिँ हामीले राइट टु रिफ्युजल दिएको छ नेपालको। अहिले हामीले पुनर्बिमाका सम्बन्धी निर्देशिका बमोजिम कुनै पनि इन्सुरेन्स बाहिर प्लेस गर्नु अघि, रिस्क चाहिँ बिमा कम्पनीले बाहिर रिस्क प्लेस गर्नु अघि चाहिँ नेपालको बिमा कम्पनीलाई सोध्नुपर्ने, तिमीहरू यो रिस्क लिन्छौ कि लिन्छौ भने कति % लिन्छौ, के ट्यारिफमा लिन्छौ, के रेटमा लिन्छौ भनेर सोध्नुपर्ने। उसले रिफ्युज गरे अवस्थामा मात्रै, अथवा 24 घन्टाभित्र उसले चाहिँ जवाफ दिएन भने त्यसलाई रिफ्युज मानिने। रिफ्युजल पछि चाहिँ उसले बाहिर चाहिँ यो फ्याकल्टेटिभ अन्तर्गत चाहिँ आफ्नो अरेन्जमेन्ट गरेर बाहिर पठाउन सक्ने हाम्रो अहिलेको वर्तमान अभ्यास छ। हजुर, सुरुमा यो पुनर्बिमा सञ्चालन गर्दाखेरि नेपालबाट पैसाहरू धेरै बाहिर गयो, त्यो पनि रोकिन्छ, प्लस बाहिरबाट समेत भित्र आउँछ भनेको छ। त्यो जाने पैसा कति रोकियो सर, बाहिरबाट चाहिँ कति आइरहेको छ? यस्तो छ, जाने पैसा कति रोकियो भन्दा 2टा जो री इन्सुरेन्सले जति व्यापार गरिरहेछन् त्यो सबै पैसा रोकियो। 2टा री इन्सुरेन्सको एभरेज उनीहरूको चाहिँ अब ठ्याक्कै अहिले मैले यति फिगरै त भन्न सकिनँ। हजुर, त्यो मैले फिगर हेरेको छैन। त्यो 2टै री इन्सुरेन्सले गर्ने व्यापार चाहिँ अहिले त अब हाम्रो लाइफको 100% डोमेस्टिक प्लेसमेन्ट भयो। हजुर, लाइफको 100% डोमेस्टिक प्लेसमेन्ट छ लाइफ इन्सुरेन्सको। नन लाइफको हकमा चाहिँ हामीले 20% त्यो भयो, के अरे ट्रिटीमा भन्यो, 8% 4 गरेर चाहिँ फ्याकमा के अरे उमा भयो, डिसीमा भयो, 28 भयो। त्यसपछि फ्याक पनि लिन्छ भनेपछि ठुलै रकम रोकिया। तर अब यस्तो छ, यसलाई अब री इन्सुरेन्सले त लियो, तर री इन्सुरेन्सले पनि 100% त आफूले रिस्क त रिटेन गर्दैन, उसले पनि रेट्रोसेसन मार्फत त बाहिर पैसा पठाउँछ। र अब
नेपालमा हिमालयन रिले आफूलाई चाहिँ जो रेटिङ गरायो, इन्टरनेसनल रेटिङ गराइसकेपछि उसले चाहिँ विभिन्न देशहरूबाट व्यापार लिइरहेको अवस्था पनि छ। उसले चाहिँ हजुर हिमालयन रिले, नेपाल रिले पनि अब उसले रेटिङ गराउने प्रोसेसमा छ। हजुर उसले पनि बाहिरबाट व्यापार लिन सक्छ। अब इन्सुरेन्स भने ग्लोबल बिजनेस हो। यो चाहिँ अब हामीले 100% हाम्रोमा राख्ने भन्ने पनि हुँदैन। यो सर्टेन उसको क्यापिटलले, अघि मैले जो कुरा गरेँ रिस्क बेस क्यापिटलको कुरा गरेँ, त्यो क्यापिटलको लिमिटभन्दा बाहिर गएर उसले चाहिँ बाँकी रेट्रोसेसन त गर्नै पर्ने हुन्छ। यसका पनि विभिन्न मोडलहरू छन् संसारमा, रेट्रोसेसन गर्ने कि नन डिस्ट्रिब्युटिभ पुल बनाउने कि त्यो क्यापेसिटी चाहिँ एक्सेस बनाउनलाई, यसका विभिन्न छन् कुराहरू। तर एउटा कुरा के सत्य हो भने नेपालमा दुईवटा रिइन्स्योरेन्स अथवा नेपालमा रिइन्स्योरेन्स बिजनेसको सुरुवात पश्चात चाहिँ इन्स्योरेन्स हाम्रो इन्डस्ट्री चाहिँ फड्को मारेको चाहिँ हो। जो हामी ट्रेडिसनल जो इन्स्योरेन्स जो चाहिँ प्रडक्टहरू मात्रै बेचिरहेका थियौँ अथवा इन्स्योरेन्स प्रडक्ट बेच्ने काम मात्रै गरिरहेका थियौँ हामी, नेपालभित्रै रिम्यानेज हुँदाखेरि सर्टेन रिस्क चाहिँ नेपाली रिले लिने, उसले बाहिर आफूलाई प्रमोट गर्ने, अफसोरको भोलिका दिनमा अब रिइन्स्योरेन्सको हामी चाहिँ रिइन्स्योरेन्स मार्केटको हामी एक किसिमले चाहिँ कसो भने भोलि ठुलो हब बन्न सक्ने। अब यसका लागि चाहिँ दुईवटा रिइन्स्योरेन्स कम्पनीले आफ्नो क्यापेसिटी कसरी युटिलाइज गर्छन्, कसरी चाहिँ आफूलाई प्रेजेन्ट गर्छन्। इन्डिया त्यत्रो ठुलो बजार छ, त्यहाँ पनि विगतमा गभर्मेन्ट कम्पनी मात्रै थियो, पछिल्लो समय चाहिँ प्राइभेट सेक्टरले प्रमोट गरेका कम्पनी पनि बढिरहेछन्। तर रिबढे पनि रिले 100% रिस्क त राख्दैन, उसले पनि त ट्रान्सफर गर्ने नै हो। हजुर त्यही कारणले मलाई लाग्छ भविष्यमा यी कम्पनीहरूको स्कोप अझ राम्रो छ। केही वर्ष अगाडि लघु बिमा कम्पनीहरूलाई पनि लाइसेन्स दिएर सञ्चालनमा आएका छन्। यिनीहरूले कसरी काम गर्छन्, कसरी गरिरहेका छन् सर लघु बिमा? अब लघु बिमाको हकमा चाहिँ हाम्रो लाइफको हकमा 5 लाखभन्दा कम रुपियाँको उसले चाहिँ प्रोडक्टहरू बेचिरहेछ। नन लाइफको हकमा 50 लाखभन्दा कमको प्रोडक्टहरू छन्। अघि मैले भने सर्टेन चाहिँ बिमा कम्पनीलाई चाहिँ बिमा प्राधिकरणले प्रेस्क्राइब गरेका बिमा लेख अन्तर्गत रहेर उनीहरूले आफ्नो काम गरिरहेछन्। उनीहरूको चाहिँ सेलिङको मोडल भने चाहिँ त्यो इन्टरमिडिएटरीहरू चाहिँ अलिकति नराख्ने भन्ने टाइपको मोडल हो, अथवा कम युज गर्ने, त्यो लागत कम हुन्छ र उसको रिच बढ्छ भन्ने हो। सुरु गरिरहेछन्, 4वटा प्लस 3टा छन् हाम्रोमा। ती चाहिँ ती कम्पनीहरूले काम गरिरहेछन्, आफ्नो चाहिँ प्रेजेन्स बढाइरहेछन्। ट्रेडिसनल अरू नन लाइफ इन्सुरेन्सले भन्दा लघु माइक्रो इन्सुरेन्स आएपछि बिमा पहुँच बढ्यो भनेर भन्न सकिने अवस्था छ? बढाउने प्रयास भइरहेको छ भन्छु म। बढिसक्यो त किन भन्दिनँ भने इट्स टु अर्ली, भर्खर 2 वर्ष मात्रै भएको छ। उनीहरूले प्रयास गरिरहेछन्। किन मैले जो अघि इन्टरमिडिएटरी मोडल कम भने त्यसले लागत चाहिँ अलिकति कम भयो उनीहरूको। प्याकेज पनि अर्को कस्तो भयो भने 5 लाख रुपियाँसम्मको मात्रै गर्दाखेरि चाहिँ टार्गेट ग्रुप पनि उनीहरू चाहिँ रुरल एरियामा बढी फोकस हुने भयो होइन। टार्गेटै फरक पऱ्यो नि त। यहाँ त जति पनि गर्ने भन्यो भने ठुल्ठुलो टार्गेट हुन्थ्यो, त्यो सानो त जहिले मिसिङ थियो नि त इन्सुरेन्सको दायरामा ल्याउनलाई। त्यो सानो चाहिँ इन्सुरेन्सको दायरामा आउन चाहिँ उसको प्रायोरिटी परिरहेछ त्यहाँ चाहिँ। किन 5 लाख माथि जान पाएन भने त 5 मुनि नै गर्ने भयो। अघि मैले भने एभरेजमा नेपालीले गर्ने भने त्यही नै छ, पर क्यापिटाले त्यही सपोर्ट गर्छ भनेपछि चाहिँ त्यसको सपोर्ट राम्रै छ। हजुर, जस्तो सरकारी स्वामित्वको 2टा राष्ट्रिय बिमा संस्थान र बिमा कम्पनी 2टा जुन छ, त्यसकोमा तपाईँहरूको रेगुलेसनमा पनि समस्या हो सर? तिनीहरूमा रेगुलेसनमा त समस्या भन्दिनँ म होइन। रेगुलेसन त किनभने त्यसलाई चाहिँ अर्थ मन्त्रालयले हेर्छ। अब बिमा प्राधिकरण पनि अर्थ मन्त्रालयले आयो, त्यो प्यारलली चाहिँ जानु खोजे जस्तो देखिन्छ भन्छ नि। त्यस्तो होइन, बिमा प्राधिकरण अर्थ मन्त्रालय अन्तर्गत होइन, अर्थ मन्त्रालय मार्फत पनि होइन, अर्थ मन्त्रालय समन्वय मन्त्रालय हो बिमा प्राधिकरणको है। हाम्रो ऐनमा स्पष्ट चाहिँ बिमा प्राधिकरणको सञ्चालक समितिलाई चाहिँ पूर्ण अधिकारहरू छन्। नेपाल सरकारले निर्देशन दिन सक्ने भन्ने बिमा ऐनमा व्यवस्था छ। त्यो अन्तर्गत रहेर अर्थ मन्त्रालय मार्फत नेपाल सरकारले बिमा प्राधिकरणलाई निर्देशन दिन सक्छ। दैनिक अफेयर्समा चाहिँ बिमा प्राधिकरणको अर्थ मन्त्रालय, बिमा प्राधिकरणको दैनिक अफेयर्समा अर्थ मन्त्रालयको प्रत्यक्ष परोक्ष हस्तक्षेप भन्ने हुँदैन। सञ्चालक समितिले गर्ने निर्णयमा अर्थ मन्त्रालयको प्रतिनिधि चाहिँ बिमा प्राधिकरणको सञ्चालक समितिमा हुन्छ र उसले अर्थको अथवा अर्थ मन्त्रालयबाट हुने कुराहरू चाहिँ राख्छ। त्यो राख्न पाउने भयो, त्यो सक्ने भयो। सञ्चालक समितिमा प्रतिनिधित्व भयो, त्यसले दैनिक अफेयर्समा हस्तक्षेप गर्ने कुरो रहेन एउटा। दोस्रो कुरो, यी 2टा कम्पनीहरूको नियमन र अरू कम्पनीको नियमन छुट्टै छैन। अथवा सरकारको स्वामित्व भएको कम्पनी भएको हुनाले केही चाहिँ यिनीहरूलाई प्रिभिलेज कुन सेन्समा भने त्यो वित्त विवरण अप्रुभलको सवालमा चाहिँ केही प्रिभिलेज दिएको छ। अडिट हुन नसकेको कुरा म गइसकेपछि मैले चाहिँ धेरै पटक बैठक गराएँ, महिना जस्तो 15 दिन बैठक गराएर धेरै प्रोग्रेस पनि गएको थियो। 3-4वटा आर्थिक वर्षको मैले अप्रुभ पनि गरेँ, उनीहरूलाई कन्डिसनल अप्रुभल दिएँ। र मेरो चाहिँ म त्यहाँ भएको भए म अहिलेसम्म चाहिँ धेरै अगाडि बढिसकेको हुन्थ्यो र तपाईँले यो प्रश्न सोध्ने अवस्था हुने थिएन। किनकि मैले चाहिँ मेरो एक उद्देश्य के थियो भने जसरी पनि चाहिँ तिनीहरूलाई चाहिँ अडिटको दायरामा ल्याएर
जसरी चाहिँ केन्द्रीय ब्याङ्क अन्तर्गत नेपाल राष्ट्र ब्याङ्क अन्तर्गत सरकारका स्वामित्वका 3टा ब्याङ्क वित्तीय संस्थाहरू ब्याङ्किङ भनौँ न, नेपाल ब्याङ्क, कृषि विकास ब्याङ्क र राष्ट्रिय वाणिज्य ब्याङ्क जसरी चलिरहेछन् इफेक्टिभली अन्य कम्पनी सरह, अन्य ब्याङ्किङ सरह त्यसै गरी चल्नुपर्छ। यिनीहरू पनि अडिट नगरेर बस्नु हुँदैन भन्ने सवालमा चाहिँ मैले एकदमै शीघ्र धेरै नै प्रयास गरेको थिएँ मैले। अब उहाँहरूले गरिरहनु पनि भएको छ, पुरानो केही हिसाब किताब नमिलेर समस्या भयो हो, यो होला यो। र नियमनको सवालमा उहाँहरूलाई छुट्टै नियमन लाग्ने भन्ने हुँदैन। अहिले अन्डर इन्सुरेन्सको समस्या कतिको छ सर? अब यस्तो छ हेर्नुहोस्, मैले अघि पनि तपाईँलाई यसो इङ्गित गरिसकेको छु, एभरेज क्लज लाग्ने कारण त्यही भएर हो यो होइन। यसमा त्यो अन्डरराइटिङकै समस्या हो। फेरि यसलाई हामीले कस्तो भने प्रोडक्ट वाइज स्पेसिफिक हामीले चाहिँ यो केस वाइज प्रब्लम हेर्ने भन्दा पनि हामीले पोलिसी वाइज प्रब्लम हेर्नुपर्छ। हाम्रो समस्या कहाँ हो त भन्दा अन्डर इन्सुरेन्स किन भइरहेछ भन्नेमा जानुपर्छ। अन्डर इन्सुरेन्स किन भइरहेछ त भन्दा अन्डर इन्सुरेन्स के नजानेर भइरहेछ कि प्रिमियम के घटाउँ भनेर भइरहेछ। मान्छेले चाहिँ दुर्घटना भयो भने भोलि अन्डर इन्सुरेन्स गर्दा क्लेम पाउँदैन भने कसले गर्छ त? आइदर अज्ञानताले भइरहेछ यो कुरा अथवा हामीले बुझाउन नसक्दा भइरहेछ। उसले नजानेर अथवा बुझाउन नसक्दा भइरहेछ। त्यही भएर मेरो प्रायोरिटी के थियो भने कन्ज्युमर अवेरनेसमा बढी इन्भेस्टमेन्ट गर्नुपर्छ। किनभने अन्डर इन्सुरेन्सले कसलाई खाइरहेछ, त्यो कसैको पक्षमा छैन। यो चाहिँ अन्डर इन्सुरेन्स न बिमितको पक्षमा छ न ब्याङ्कको पक्षमा छ। ब्याङ्कबाट हुने इन्सुरेन्समा यो बढी प्रब्लम देखिन्छ भन्छन्। कर्जा अमाउन्ट बराबरको इन्सुरेन्स गर्ने, स्टक जतिसुकै होस्, त्यसले भोलि त प्रब्लम हुन्छ। न ब्याङ्कको कर्जा असुल हुनेवाला छ त्यसले, न केही हुनेवाला छ। भनौँ तपाईँको स्टकमा 2 करोडको सामान छ, लोन 50 लाख छ, 50 लाखको इन्सुरेन्स भयो त्यो त अन्डर इन्सुरेन्समा गइहाल्यो। त्यसले त क्लेम त जम्मा 25% मात्रै पाउने भयो एभरेज क्लज लागेर। त्यही भएर यो प्रब्लमहरू चाहिँ नजानेर ठुलो भइरहेछ भन्छु क्या म चाहिँ। यसमा सबभन्दा ठुलो दोष चाहिँ नियमनकारी निकायको रूपमा चाहिँ बिमा प्राधिकरणको, अर्को दोष भनेको कन्सर्न कम्पनीको, त्योभन्दा ठुलो दोष भने अन्डर राइटिङ गर्ने मान्छेको। अब स्टेक होल्डरको रूपमा सबैको आफ्नो आफ्नो हैसियत अनुसारको दोष चाहिँ छ। अवेरनेसले नै यो कुरालाई समाधान गर्ने हो। हजुर, 3 तहको सरकारहरू छ अहिले, बिमा प्रवर्धनमा यो 3 तहकै भूमिका कस्तो हुनुपर्छ सर? अब यस्तो छ, अब यो कस्तो छ भने हाम्रो ऐनको कुरामा ऐनले चाहिँ बिमालाई सङ्घ अन्तर्गत राखेको छ। प्रदेशको पनि त्यहाँ केही भूमिकाहरू छन्। हाम्रो ऐनमा पनि छ त्यो व्यवस्था, संविधानमा पनि प्रदेशलाई चाहिँ प्रवर्धन भनेर भनेको छ। हामीले समन्वय गर्दै काम गरिरहेका छौँ। म गइसकेपछि मैले के गरेँ भने 7वटै प्रदेश सरकारलाई समन्वय इकाइ बनाइदिनु पऱ्यो भनेर पत्रचार गरेर निर्णय गर्दै 7वटै प्रदेश अन्तर्गत अर्थ मन्त्रालयमा चाहिँ उहाँहरूले चाहिँ बिमा प्राधिकरणसँग समन्वय गर्ने फोकल युनिट तोकिदिनु भयो। त्यसले हामीलाई काम गर्न अलिक सजिलो भएको छ। त्यो पहिला त भइरहेको थियो तर यसरी चाहिँ फोकल युनिटै तोक्ने गरी चाहिँ प्रयास भएको थिएन। सुदूरपश्चिम प्रदेश सरकार, म त्यहाँ हुँदाखेरि नै सुदूरपश्चिम, कोशी अनि अरू सरकारहरूले पनि चाहिँ फोकल युनिटहरू तोकिदिएको थिए। कर्णालीले त्यसले चाहिँ हामीलाई समन्वय गर्दै काम गर्न सजिलो भइरहेको अवस्था छ। त्यो कर्णालीले जुन दुर्घटना बिमामा एक किसिमको नीतिगत नै व्यवस्था गर्यो, त्यसबाट अरू प्रदेशहरूले पनि त्यसको के पाठ सिक्न सक्छन्? यस्तो छ, अब यो कस्तो भने तपाईँको 2टा तरिकाले हेर्नुपर्छ। यो कर्णालीको नीतिगत बिमाको सवालमा अघि पनि मैले त्यो चर्चा गरेँ। नन लाइफको हकमा चाहिँ उनले चाहिँ 2 लाख रुपियाँसम्म प्राकृतिक प्रकोपबाट भएको अवस्थामा गर्ने भनेर गरे। यो अब कर्णालीको हकमा जे भएको थियो त्यो अरू प्रदेशले पनि गर्नुपर्छ भनेर म त्यहाँ आउँदाखेरि हरेक प्रदेशलाई चाहिँ यो रिक्वेस्ट गरे, प्रवर्धन गरे, पार्टनरसिपमा गरौँ भनेर रिक्वेस्ट गरेको हो। अब हामी सबै नागरिकलाई चाहिँ कम्तीमा 1-2टा पेरिल कभर गर्ने गरी बिमाको दायरामा ल्याएर यसको लाभ बढाउनलाई हरेक प्रदेश चाहिँ लाग्नुपर्छ। र सबै प्रदेश सरकारहरू यसमा सकारात्मक पनि छन्। अब यो के मिलिरहेको छैन। अब मुख्यमन्त्रीहरूसँग कुरा गर्दाखेरि सबै मुख्यमन्त्रीहरू चाहिँ एकदम पोजिटिभै हुनुहुन्छ यसमा। यसमा चाहिँ त्यति धेरै चाहिँ कोही चाहिँ नेगेटिभ हुनुहुन्न। यो मटेरियलाइजमा समस्या भइरहेछ। मैले एकदम जोडतोडका साथ फलोअप गरिरहेको थिएँ त्यो टाइममा म त्यहाँ आउँदै गर्दाखेरि। अब अझ पनि यसको फलोअप चाहिँ बढ्यो भने यसलाई चाहिँ मटेरियलाइज गर्न सकिन्छ भन्ने मलाई लाग्छ। हजुर, जस्तो बिमाहरू हामी कहिलेकाहीँ छरिएको कुरा गर्छौँ नि, सञ्चय कोषले पनि आफ्नो केही बिमाहरू गरिराखेको हुन्छ होइन, सामाजिक सुरक्षा कोषको छ, जस्तो स्वास्थ्य बिमाका लागि त डेडिकेटेड हेल्थ इन्सुरेन्स बोर्ड नै छ होइन। अब यो ब्याङ्कहरूबाट लोन लिनेहरूको लागि डिसिजिएफ छ, कर्जा त्यो डिपोजिट एन्ड त्यो क्रेडिट ग्यारेन्टी फन्ड भन्ने होइन। यसले गर्दाखेरि चाहिँ त्यो बजार छरिएर नियमनमा चाहिँ तपाईँहरूलाई गाह्रो भएको, अनि यसको लागि के एकीकृत समन्वयको आवश्यकता रहेको जस्तो केही त्यस्तो महसुस हुन्छ? यस्तो छ हेर्नुहोस्, अब यसमा चाहिँ राज्यको नीति हो, राज्यले निर्णय गरेर इस्टाब्लिस गरेर एन्टिटी हुन्। अब यसमा धेरै ठुलो टिप्पणी गर्न मिल्दैन। हजुर, पहिलो कुरा। दोस्रो कुरा, बिमा ऐनको कुरा गर्नुहुन्छ भने बिमा ऐनको 25 जस्तो लाग्छ मलाई स्पष्ट छ। बिमा सम्बन्धी सम्पूर्ण कार्य र बिमा शब्द प्रयोग गर्ने एकाधिकार भनेको नेपाल बिमा प्राधिकरण अन्तर्गत अप्रुभल प्राप्त निकायको मात्रै हो। अब यो स्वास्थ्य बिमा बोर्डले जे गरिरहेछ यो बिमा हो कि होइन यसको कन्सर्न छ। किन बिमा भन्दाखेरि त तपाईँको चाहिँ यसका त एक्सचुरीका पार्टहरू होलान्, कभरेज कति हुने भन्ने कुरा होलान् होइन, प्राइजिङ ट्यारिफिङ त्यही अनुसार हुने होला होइन। अब यो चाहिँ
गभर्मेन्टको सब्सिडी मोडलमा चलिरहेछ। यसमा एक्चुरीको भ्यालुएसन अनुसार त ट्यारिफिङ त तय भएको छैन। यसको चाहिँ त्यो बिमाको बेसिक प्रिन्सिपल अन्तर्गत त त्यो काम भइरहेको छैन नि त। त्यो त के भइरहेछ भने सरकारले एउटा चाहिँ स्वास्थ्य सुरक्षा चाहिँ अमेरिकामा मेडिकेयर भने जस्तो, अस्ट्रेलियामा मेडिकेयर भने जस्तो, चाइनामा पनि छ यस्तै चाहिँ यो चाइना स्वास्थ्य सुरक्षा भन्ने मैले त्यहाँको चाहिँ सिचुवानको अथोरिटीसँग पनि कुरा गरेको थिएँ त्यो सवालमा। अब यो चाहिँ त्यो हो, यो गभर्मेन्टको इन्सेन्टिभ मोडलमा चलेको छ भने प्रिमियमले त कभर गरेको छैन नि त यसको पे आउटहरू त। गभर्मेन्टले चाहिँ सपोर्ट नगरिकन हुँदैन भने बिमा भने त त्यो होइन। बिमा भने त इन्सुरेन्स हुन्छ रिक्ससँगै। अब त्यसको एउटा पार्ट हो रह्यो। दोस्रो कुरा चाहिँ तपाईँले जुन सञ्चय कोषको भन्नुभयो, सञ्चय कोषको पनि सेम कुरा हो। उहाँहरूको इन्सुरेन्सले कभर गरिरहेको त छैन, के अरे त्यो प्रिमियमले कभर गरिरहेको त छैन उहाँहरूको पे आउट त। अरू तरिकाले आजको दिनमा चलिरहेको होला। लङ टर्ममा चाहिँ यसरी गर्नुहुन्न भन्ने मान्दछु म। इन्सुरेन्स हो भने रिइन्सुरेन्स अरेन्जमेन्ट बिना प्रडक्ट बेच्नु हुँदैन। त्यसको ट्यारिफ अनुसारको फेसिलिटी दिनुपर्छ। चाहे चाहिँ यो सामाजिक सुरक्षा कोषकै होला। मैले चाहिँ सामाजिक सुरक्षा कोषलाई त बिमाको दायरामा आउनुहोस्, आरआई अरेन्जमेन्ट गर्नुहोस् भनेर भनेको थिएँ मैले। महालेखाले पनि यसमा क्वेसन उठाइरहेको छ, आरआई अरेन्जमेन्ट नभइकन चाहिँ रिइन्सुरेन्स अरेन्जमेन्ट नभइकन इन्सुरेन्स प्रडक्टहरू बेच्नुहुन्न भनेर नागरिक लगानी कोषले पनि गरिरहेछ, बिमा भन्ने शब्द प्रयोग गरिरहेछ होइन। अब यी कुराहरूमा समस्या छ। अब यसमा राज्यले एकीकृत भएर डिजिसिएफसँग त्यतिखेर पनि उहाँका मान्छेहरूसँग मेरो कुरा भएको थियो, तपाईँहरू चाहिँ यो आरआई अरेन्जमेन्टसहित आउनुहोस्। अब उहाँहरूको कन्सर्न भने स्टेट भने सोभरेन ग्यारेन्टी छ, स्टेटको सोभरेन ग्यारेन्टी भएपछि किन चाहियो त अर्को अरेन्जमेन्ट भन्ने छ। अब यसमा संसारका विभिन्न देशमा चाहिँ यस्तै अभ्यास पनि छन्। फेरि त्यो अलि फरक प्रकृतिको होला सोभरेन ग्यारेन्टीको पार्टमा। तर बिमा भन्ने चाहिँ कमर्सियल हुनुपर्छ र कमर्सियली भाइबल हुनुपर्छ। स्वास्थ्य बिमाको सवालमा यो बिमा हो कि होइन, अब यो चाहिँ कन्फ्युजन छ। यो किन भन्दा बिमा भने त मैले चाहेअनुसारको प्रडक्ट लिन पाउनुपर्ने होला नि त। त्यहाँ त एउटा प्रेस्क्राइब प्रडक्ट छ, यो सुरक्षा हो गभर्मेन्टले दिएको चाहिँ एक हिसाबले, जुन आवश्यक छ। फेरि त्यो गभर्मेन्टले त्यो जे गर्नुपर्छ त्यो गरिरहेको छ गभर्मेन्ट। त्यसको ब्रान्डिङ अलिक फरक तरिकाले गर्ने हो कि होइन। हजुर, मैले चाहिँ स्वास्थ्य बिमा चाहिँ बिमा नै रूपमा चलाउनलाई कसरी कमर्सियली भाइबल बनाउने भन्ने सवालमा बिमा कम्पनीका प्रडक्टहरूको चाहिँ अध्ययन गराएको थिएँ। म जाने बित्तिकै एउटा प्रतिवेदन पनि तयार भएको थियो। त्यसलाई कार्यान्वयन गरायो भने कमर्सियल इन्सुरेन्सहरू चाहिँ अझै मोर सस्टेन मोडमा जान सक्छ जस्तो मलाई लाग्छ। तर यो कमर्सियल इन्सुरेन्सलेहरू गरेको स्वास्थ्य बिमा त त्यहाँ पनि घाटामै छैन होइन। त्यही कुरा मैले चाहिँ क्लेम र हजुर हाम्रा चाहिँ प्रिमियमहरू चाहिँ तादमेता मिलाइसकेको छैन, एक्सेसका कुराहरू होइन। हजुर, हामीले चाहिँ कसरी सुरु गरिरहेछौँ यी कुराहरू चाहिँ मैले अध्ययन गर्न लगाएर यसलाई चाहिँ इफेक्टिभ कसरी बनाउने त, कमर्सियली भाइबल कसरी बनाउने। अल्टिमेटली प्रडक्ट सस्टेन भएन भने त कम्पनी रिलक्टेन्ट हुन्छ, जबरजस्ती त बेचाएर बेचिँदैन त्यो प्रडक्ट त भनेर मैले सुरु गरेको थिएँ। त्यो अध्ययन पनि प्रतिवेदन पनि तयार भएको छ। त्यसमा के रूपान्तरण आवश्यक छ गर्नुपर्छ, त्यसलाई रूपान्तरण चाहिँ। कृषि बिमाको के छ सर अवस्था? त्यो यो पनि कृषि बिमा पनि सब्सिडाइज मोडलमा चल्यो, प्रिमियम सब्सिडी मोडलमा हामीले चलाइरहेछौँ। यसमा चाहिँ यो इन्सुरेन्सै हो कृषि बिमा चाहिँ। हजुर, गभर्मेन्टले सब्सिडी मोडलमा चलिरहेछ। अब किसानसम्म पुगेको छ, आइरहेछन् कृषिमा। हामीले चाहिँ बालीमा ल्याउन सकेका छैनौँ, पशुहरूमा अलिक बढी छ, यो चाहिँ क्रपमा अलिक कम छ। यो यसको थोरै प्रब्लम भने के छ भने अगेन अन्डरराइटिङमै प्रब्लम छ। यसको पनि चाहिँ अन्डरराइटिङ भ्यालिडेसनमा क्लेम पर्दाखेरि फेरि ब्याक टु अन्डरराइटिङ जान्छ, हो या होइन कसले भनिदिने। हजुर, यसमा समन्वय गरेर यसलाई समाधान गर्नुपर्ने छ एक्सेस बढाउनका लागि चाहिँ। एक्सेस बढाएर मात्रै भएन, क्लेम पे आउट पनि पाउनु पऱ्यो। यो हाम्रो वित्तीय साक्षरता विशेष भएको भएर अन्तिममा हाम्रो दर्शकहरूलाई के सन्देश दिनुहुन्छ बिमा सम्बन्धी? अब यस्तो बिमा सम्बन्धी सन्देश भन्दा अब इन्सुरेन्स भने चाहिँ रिस्क चाहिँ अघि पनि मैले पटक पटक दोहोऱ्याइरहेको छु। रिस्क म्यानेजमेन्ट, रिस्क ट्रान्सफरको एउटा मिडियम हो। हजुर, इन्सुरेन्सले हाम्रो चाहिँ फ्युचरमा अनफोर्सिएबल रिस्कलाई चाहिँ फाइनेन्सियल्ली म्यानेज गर्न सपोर्ट गर्ने हो। हजुर, त्यही भएर हामीले इन्सुरेन्समा बढीभन्दा बढी इन्भल्भ हुनुपर्छ। यो सबभन्दा धेरै चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो भने इन्भेस्टमेन्टको टुल्सहरू त अन्य पनि हुन्छन्। इन्सुरेन्सलाई इन्भेस्टमेन्टको टुल्सको रूपमा हामीले बुझिदिनु भएन। इन्भेस्टमेन्ट होइन भने होइन, मैले इन्भेस्टमेन्ट पनि हो। त्योभन्दा ठुलो कुरा यो चाहिँ के हो भने रिस्क म्यानेजमेन्टको टुल्स हो। यो इन्सुरेन्सलाई हामीले कस्टकै रूपमा बुझ्दा हुन्छ, यसलाई हामीले लागतै हो, खर्चै बढाउने कुरा हो भनेर बुझिदिँदा खासै फरक पर्दैन। तर जब चाहिँ कुनै इन्सिडेन्ट हुन्छन् त्यो टाइममा चाहिँ हामीले फिनान्सियल्ली जो चाहिँ हामीले पेब्याक पाउँछौँ त्यसले चाहिँ हामीलाई अरू म्यानेज गर्न सपोर्ट नगरे पनि फिनान्सियल रिस्क म्यानेज गर्नलाई चाहिँ भनरेबल नहुनलाई चाहिँ राम्रो सपोर्ट गर्छ। बिलो पोभर्टी लाइन जानबाट मान्छेलाई जोगाउँछ इन्सुरेन्सको कारणले गर्दा। हामीले इन्सुरेन्सलाई चाहिँ त्यसै गरी बुझ्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। आइदिनु भयो, धन्यवाद समयको लागि।
धन्यवाद। वित्तीय साक्षरता विशेष डाकवाला द पोस्टम्यानको आजको श्रृङ्खला यति नै। अर्को श्रृङ्खलामा हामी फेरि भेट्नेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्ते।